क्यों रो रहा है? क्यों रो रहा है? रोना क्यों है? हटो तो 1 मिनट रुको, हटो हटो हटो। वही साड़ी, रुको 1 मिनट रुको, हटो तो हटो। आप खुश रहे ना अपने डैडी के साथ। मेरे जो भी मुझे कुछ भी होता है मलाई केही भयो म त मर्न लागिसके। अब म फाँसी दिएर मर्दिनी हो। सबले हेर्नुस् गाइस, जसले पनि हेर्नुभयो म त मर्दिन लागेको। अब मेरो जिन्दगी बर्बाद गर्नेवालाहरू सबै छन् हैन। यिनीहरूको सबको मैले एक एक प्रुफ राखेको छु। प्रुफ चाहिँ मेरो घरमा आएर हेर्नुहोस्। भगवान यो पुलिससम्म पुगोस् हैन। मलाई यति बाध्य गराउने को छन् सबको नामहरू छ, लिस्ट सब छ। यिनीहरू सबैले मलाई मर्न बाध्य गराएको हो। मेरो लाइफबाट मैले कति फेर मैले सम्झाइसके, सम्झाउँदा पनि नसम्झेको हो। अब मैले एउटा लास्ट उपाय यही नै हो। सब प्रुफ छ, सब प्रुफ छ। तपाईहरुले मेरो घरमा आएर प्रुफ हेर्दिनुस् हैन। सब प्रुफ छ। यसलाई नछोड्नु है, कसैले पनि नछोड्दिनु होला प्लिज। किनकि मैले मेरो छोराछोरीको लागि आजसम्म म चुप लाएर बसेको थिएँ हैन। हटो बेटा, कुछ नहीं, मैं भगवान के पास जा रही हूँ और कहीं नहीं जाऊंगी। भगवान के पास जा रही हूँ। तुम्हारे पास बाप है नहीं, मुझे अब नहीं रहना है। मैंने बहुत सहन कर लिया बेटा, बहुत सहन कर लिया। बस एक छोड़ो छोड़ो बाबू, बेटा छोड़ो छोड़ो छोड़ो। हाँ तो मरेंगे सब, तीनों मरेंगे, तीनों साथ में। अर्पित आ जल्दी आ, अर्पित जल्दी आ, आजा। अपन तीनों साथ में मरेंगे। इन लोग को फंसा कर मरेंगे। जो मेरे मरने के लिए वो कराए ना इन लोग ने। जसले मलाई मर्नलाई बाध्य गराएको छ तिनीहरूलाई मैले छोड्दिन। म मरेर गए पनि यिनीहरूको पूरा प्रुफ छ, पूरा प्रुफ छ। मैले पूरा प्रुफ राखेको छु। हामी तिनटै मरेको जिम्मेदार को छ भन्ने मैले सब मेरो मोबाइलमा छ। कोही प्रिन्ट आउट निकालेर राखेको छु। मैले सुसाइड नोट पनि लेखेर राखेको छु। के रिजनले म मर्दैछु भनेर हैन, सब मैले लेखेर राखेको छु। अब मैले केही गर्न सकेन हैन। मलाई बार यही भनिरहेको छ उले, सबुत छैन सबुत छैन। सबुत मसँग सबै छ हैन। किन छैन र मसँग सबुत सबै छ। तर चाहिँ मैले अब सबुत मेरो घरमा छ। पुलिससँग मैले पुर्याइदिन, मलाई टाइम लाग्दैन। सबै सबुत छ। मेरो जो पनि जिम्मेदार छ तिनीहरूलाई एक एकलाई नछोड्नु प्लिज। पुलिस प्रशासन इन्डियाको नेपालको हैन। मलाई यसले मलाई बिहा गरेर यस्तो गराएको हैन। मलाई 17 साल मेरो बर्बाद गरेर अहिले केटीहरू लिएर हिँडिरहेछ नि। यसलाई म नछोड्दिनु प्लिज। यसलाई मैले बार सम्झाइसकेको, उसको गर्लफ्रेन्डहरूलाई पनि सम्झाइसकेको। मेरो दुईटा छोरीको हत्या भएर मैले रोज मैले मेरो छोरीको मैले आँसु देख्न सके छैन। त्यो भन्दा मैले अब मर्नु नै पर्छ। मेरो लास्ट अप्सन भनेको त्यही नै हो। मलाई धन सम्पत्ति केही पनि चाहियो हैन। अब मेरो छोराछोरी मेरो बिना बाँच्न सक्दैनन् भने म यिनीहरूलाई पनि म सँगै एउटै फाँसीबाट म मर्दैछु। यति नै हो। हटो बेटा, इधर आओ। रोना नहीं है, अपन को खुशी खुशी रहना है। किसी के लिए रोना नहीं है, किसी के लिए रोना नहीं है। किसी के लिए अपन रो नहीं सकते, आंसू नहीं बहा सकते। कसैको लागि आंसू बहाएर नबस्नुस् प्लिज। कोही पनि महिलाहरू दुःखमा हुनुहुन्छ भने यो चीजहरू हैन। म अब मेरो लास्ट अप्सन नै यही हो। म मर्देर मात्र यिनीहरूलाई खुशी मिल्छ या फिर जे पनि मिल्छ। मैले बारम्बार सम्झाइरहेको, हर चीजको लागि मैले सम्झाइरहेको। सबको लिस्ट छ, सबको लिस्ट छ। मैले मेरो यहाँ छोरो छ, छोरो मेरो छोरी यति रोइरहेछ। दिन मैले देख्न सक्दिनँ हैन। यो चीजहरू मैले गर्न सक्दिनँ। दिन मैले सहन सके छैन। कसैले पनि आफ्नो छोराछोरीको आँसु देख्न चाहन्न। कुन आमाले देख्न चाहन्छ? कुन आमाले आफ्नो छोराछोरीको आँसु देख्न चाहन्छ? मलाई फोन गरेर परेशान नगर्नुस्। हामी एउटै फाँसीबाट मर्ने हो। गरेर खुसी मिल्छ। अब मैले केही गर्न सक्दिनँ हैन। मैले धेरै सफाई पनि दिइसके, सब गरिसके। अब मेरो अप्सन भनेको छोडो बेटा। नै
भगवान के पास ही जाना है। छोड़ो नहीं, छोड़ो नहीं, यो सबको जिम्मेदार को छ, सब छ मसँग। नहीं, छोड़ो बेटा, छोड़ो। आज मुझे मरना ही उचित लगा, मरना ही उचित लगा, मेरे को मरना ही है। छोड़ो बेटा, नहीं, ये सब नहीं हो सकता, मैं नहीं जी सकती है ना। जति पनि निस्के छ, पैसामा बिक्रीवाला निस्के। भगवान यस्तो दुःख कसैलाई पनि नदिनु। अगर म मरेर मेरो बच्चाहरू बाँचे भने यिनीहरूले इन्साफ पाउन पर्छ, यिनीहरूले इन्साफ पाउन पर्छ। मेरो छोराछोरीको केही दोष छैन, पैसा मात्रै ठुलो कुरा हुँदैन। हर चीज पैसाले हुने भयो हुन्थ्यो नि। मैले मेरो छोरीलाई मैले बाउको माया कहाँबाट किनेर लिएर आइदिने, कहाँबाट किनेर लिएर आइदिने के मैले मेरो छोराछोरीलाई मैले कहाँबाट लिएर आइदिने। आफ्नो घर नै 1 वर्ष भइसक्यो आज। मेरो छोरी कति रोग होला, कति रोग होला, दिनदिनै कति रोग होला, जली जली मरिरहेको छ मेरो छोरी। प्लिज बेटा, चुप हो जाओ। सब प्रुफ हुँदा हुँदै पनि मलाई आज यस्तो किन? मैले कति फोन गरेर पनि सम्झाए, तब पनि निरण्डीहरू किन यस्ता हुन्छन्? अर्को छोराछोरीको त कमसेकम बर्बाद नगरून् लाइफ, यिनीहरूको त भर्खर लाइफ सुरुवात भइरहेको छ। मलाई कमजोर नसम्झिनु होइन, म सिधा भएर बहुत बसेँ, म सिधा भएर यति बसेँ कि म यति बस्दिएँ कि मलाई कसैले केही भन्यो भने पनि मैले कहिल्यै जवाब दिएन। यसको मतलब यो नै कि सिधा साधा केटीलाई यति पनि नगराउनु, सहन पर्छ, सहन पर्छ। कति सहन पर्छ भन्नु न? 17-18 साल भइसक्यो सहन लागेको, कति सहनु? अझै पनि सहने यो समाजमा यही हो, महिलाले सहन पर्ने, यही सहन पर्ने हो। अझै कति सहन पर्ने हो? मरेर मात्र इन्साफ मिल्छ भने म मर्दिन्छु के? मेरो छोराछोरीको लागि फरक पर्दैन। म त कबको मरिसकेँ, 17 साल अगाडि त मलाई जिउँदै मारिसक्यो उसले। कसैले मलाई कोही पनि अगाडि बढेर आएन। अब मलाई कन्दा दिन आउनु, आउनु मलाई भनेर आउनु समयहरू। कसैले पनि फोन नगर्नुहोस्। मेरो छोरा बिरामी हुँदा कसले सोध्यो? स्टेजरमा मैले यसरी सलाइन जोडाको फोटो हाल्दा पनि मलाई नसोधेको। मैले कसरी मेरो छोराछोरी हुर्काएको छु मलाई थाहा छ। कोही आएर मलाई हेल्प गर्यो, कोही आएर मलाई हेल्प गर्यो, केही गर्यो मलाई। मुखले ठिक्क पार्नेहरू धेरै छन्। तपाईँहरूले चाहेकै यही हो नि। अरूको लागि मैले केही गर्न सक्दिनँ, तर मेरो छोराछोरीको लागि मैले प्राण पनि त्याग दिन सक्छु। सक्नुहुन्छ भने अब बचाएर देखाउनुहोस् अब मलाई। मैले हर जग्गा मैले गुहार मागेँ, हर जग्गा, हर तरिकाले, हर एङ्गलले मैले आफ्नो लडाइँ लडेँ। कति जग्गामा रोएँ, कति जग्गामा कराएँ, कति जग्गा मेरो छोराछोरीको लागि इन्साफ माग्न गएँ। तर यस्तो किन, यस्तो किन भगवान? मैले त बस मेरो बच्चाहरूको खुसी मागेको थिएँ नि त, अरू के मागेको थिएँ र? मलाई धन सम्पत्ति ठुलो कुरा होइन कि, मैले जिरोबाट उठेर पनि मैले गर्न सक्छु। मेरो यति क्षमता छ। मलाई काम नआएको होइन, मलाई हर चिज आउँछ। कमाउन मैले पनि सक्छु, रमाउन मैले पनि सक्छु। तर मलाई बाध्य गराउने यिनीहरू हो। सबको एक एक छ नाम, एक एक नाम लिस्ट गराएर राखेको छु कि मैले कसले के गर्यो भनेर। त मैले आप क्यों
रो रही हो? आपको नहीं रोना है, आपका भी आंसू नहीं झाड़ोगे, आपका भी आंसू नहीं झाड़ोगे बच्चे। यो मुर्दाले मलाई यस्तो गराउँछ भन्ने थाहा भएको भए मेरो छोराछोरी नभइदिएको भए मैले के गर्दै होला। छैनन्। अब लास्ट अप्सन नै मेरो यही हो कि म मर्दिनी हो, अरू केही पनि होइन। हम साथ में जाएंगे, साथ में मरेंगे। चुप हो जाओ। वो इंसान कभी नहीं समझ सकता। हाँ, नहीं समझेगा आपको, कहिले सम्झिन्न त्यसले, त्यसले कहिले पनि सम्झिँदैन। त्यही भएर अब जाने हो, हामी भगवानको पास जाने हो। नहीं प्लिज बेटा, अब आश्वासन दिन पर्दैन, किनकि मैले हर जग्गा मैले फोन गरेर कुरा गरेर मैले सब सल्युसन निकाल्न खोजेको। सबैजनाले यही भनेको होइन, सहन पर्छ, अझै सहन पर्छ भनेको होइन। फोन गरे मैले, कति सम्झाएँ, कति मेसेज गरेँ मैले। मेरो छोरीको खुसी मात्रै मागेको, मैले मेरो खुसी मागेको होइन, मेरो खुसी मागेको होइन। मेरो खुसी त मेरो बच्चाहरूमा छ। सब प्रुफ छ। के प्रुफ चाहिएको अझै? के प्रुफ चाहिएको अझै? सब प्रुफ छ मसँग, के प्रुफ छैन? के प्रुफ लिएर दिने हो तँलाई मैले? के प्रुफ लिएर दिने हो? सुतेको दिने हो, घुमेको दिने हो, के दिने हो मैले? अझै के प्रुफ दिने हो? मेरो जिन्दगी बर्बाद त गरेथिस्, मेरो छोराछोरीको जिन्दगी पनि बर्बाद भएको आज कसले गर्दा हो? कसले गर्दाखेरि हो? एक नाम छ, एक प्रुफ छ। मलाई त्यो घाटमा पनि नलग्नु। मलाई के गर्न चाहेको? मलाई सिधी साधी लड्कीलाई बसाएर यही हो गर्ने। मैले हमेसा फ्यामिलीलाई लिएर हिँडे, एक आवाज उठाइन। एउटा लेडिजले के गर्न सक्छ? के गर्छ? एउटा लेडिजले के गर्दिने हो? अब मरेर देखाइदिने हो। तपाईँहरूलाई लास चाहिएको हो नि, अब एउटा लासले 3टा लास मिल्छ। कसैले पनि हामीलाई खोज्ने र रोक्ने प्रयास नगर्नु। बहुत भइसक्यो। अब सबसित कुरा गरेर हेरिसकेँ मैले। लाइफमा कोही आफ्नो छैन, यहाँ लाइफमा कोही पनि आफ्नो छैन। म छु बस, अरू कोही छैन। म त मेरो छोराछोरीको लागि म बाँचेको थिएँ। कोई नहीं खोलेगा भाई, जाओ अपने घर जाओ। देव तो यहाँ बांधी प्लीज बेटा सुनो, जिंदा मेरी बात सुनो, बस मेरी बात सुनो। जिंदा रहेंगे, अपनी बात कोई नहीं सुनेगा, कोई नहीं सुनने वाला, नहीं कोई नहीं सुनेगा। अपनी बात कोई नहीं सुनेगा। सुना किसी ने? सुना बेटा? नहीं सुना ना? हाँ, अपनी बात कोई नहीं सुनता ना, इसीलिए एक भगवान सुनते अपनी बात। बस एक भगवान सुनते हैं, उसके अलावा कोई नहीं सुनता है। एउटा भगवानले सुन्नुहुन्छ मेरो कुरा, भगवानले सुन्नुहुन्छ, अरू कसैले पनि सुन्दैन। मैले आफन्तीहरूलाई पनि देखेँ, सबलाई देखेँ होइन। म रोज मैले पहिले यो नानीलाई रोको मैले देख्न चाहन्न होइन। क्या करे? कुछ नहीं, अच्छे के लिए कर रही बेटा। नहीं आप लोग भीड़ मत लगाओ, जाओ अपने अपने घर। हमको अपने हालत में छोड़ो और अपने घर जाओ, यहाँ परेशान मत करो। जाओ, नहीं खोलना है, जाओ, नहीं खोलना है, अपने घर जाओ, मुझे कोई नहीं चाहिए।
जो जरूरी समझा मैंने वही करा, वो मैं वही करूंगी। और मैंने बहुत बहुत करके देख लिया, सब करके देख लिया। अब मुझे लास्ट ऑप्शन यही है। छोड़ो बेटा, छोड़ो मम्मी, छोड़ो। नहीं छोड़ो तो नहीं मम्मी, छोड़ो। तम एक इंसानलाई खुसी दिनको लागि मैले हर खुसी त्याग दिन तयार छु। ल अब के चाहिएको, यही नै चाहिएको नि। मलाई मर मर भनेको होइन बारम्बार, अब मर्दिन्छु। ल अब जिउनेवाला मजाले खुसी भएर जिउने। क्यों मार रहा है? आओ मत चिल्लाओ बेटा, आओ आओ आओ, चुप हो जाओ, चुप हो जाओ, चुप हो जाओ। आपको रोने क्यों? आपको तो हंसना है, जिंदगी भर हंसना है। नहीं नहीं, जिंदगी भर हंसना है, जिंदगी भर हंसना है तुमको। मैंने तो सारा प्रूफ तुम लोग को दिया है ना। एक एक ले जाकर पुलिस के पास देना है, एक एक। आओ आओ आओ, फोन गर्ने। अब फोन गरेर के जताउन खोजेको रिश्तेदारले? अब के जताउन खोजेको? अब के खोजेको? अब मैले त बारम्बार सबसित हेल्प मागेको नि त, नमागेको होइन नि। मैले त हर जग्गा हेल्प मागेको नि त, हात फैलाएको होइन र। मेरो छोरीको लागि, छोरीको लागि मैले छोराको लागि केही भन्दिनँ, मेरो छोरीको लागि भनेर मैले हात फैलाएको होइन। बारम्बार मैले फैलाएको छोरीको लागि, फैलाएको होइन र, फैलाएको नि त। के चाहियो? अब जाऊ न तिमीहरू, किन आएको? हर चीज गरेर देखिसके, हर चीज। कति भित्र मनमा पीडा भएर पनि म कति हाँसेर हिँडेँ, कति हाँसेर हिँडेँ के। मेरो त लाइफ नै बर्बाद भयो। अब मलाई चाहिएको के? सब मिल्यो, भइसक्यो। आप मत रो, रो मत बेटा। तैँले चाहेको यही हो नि, चाहेको यही हो नि, खुसी चाहिए थियो नि। मैले त पैसा कमाउन पठाएको थिएँ नि त, घर तानेर बसेको थिएँ नि। फिनिश मत करो, सब करना है, सब करना है। यही चाहेको नि तैँले, यही चाहेको हो नि। मैले त आजसम्म मान सम्मान राखेर सब लुकाएर बसेको होइन म। अब जिउँदै मरेर पनि म। छोड छोड बेटा, छोड बेटा। म त मरी मरी बाँचिराखेको थिएँ नि त। यही हो नि, यही चाहिएको होइन र? सबलाई यही चाहिएको नि त। मैले रिलेसनवालाहरूसँग पनि कति गुहार मागे होइन, मलाई यस्तो पर्यो, म यत्रो सालदेखि झेलिरहेको छु भन्दाखेरि पनि सहन पर्छ भनेको होइन। अब के सहनु, अझै के सहनु छ? अब म मरे भने मलाई कन्दा नदिनु के, मलाई पनि नआउनु। म मरेको जिम्मेदार को छ भन्ने पुरा प्रुफ छ यहाँ। के प्रुफ के चाहियो? अर्काको लाइफ त्यसै बर्बाद गर्न पाउँदैन के। दुईटा छोराछोरी छ, म छोरीको लागि जिरहेको थिएँ आजसम्म। परेशान नगर्नु, कोही पनि चाहिँदैन। जुन बेला मलाई आवश्यकता थियो कोही मलाई सपोर्ट गर्न आयो, आएन नि त, कोही पनि भएन त। सबले यही भने सुध्रिन्छ सुध्रिन्छ, के सुध्रिन्छ? म मरेर सुध्रिन्छ? मेरो लाइफ त गइसकेको थियो के। तर मेरो छोराछोरीको लाइफ सम्झेर मैले आजसम्म बसेको थिएँ नि त। मेरो छोराछोरीको के होला भनेर। मेरो छोराछोरी बिरामी हुँदा पनि त कोही नहुँदो रहेछ नि त, एक्लै धाने नि त। मेरो दुईटा छोराछोरीलाई बेडमा, हस्पिटलको बेडमा सुताउँदाखेरि मलाई कस्तो भयो होला, सलाइन चढ्दाखेरि कस्तो भयो लागे। दुईटा छोराछोरी बिरामी हुँदा पनि एक फेर नसोध्ने, किस कामको फ्यामिली।
अब मेरो लागि, मेरो छोराछोरीको लागि। हर चिजको लागि मैले गुहार गरेँ। मलाई आज यस्तो परेछ, मेरो छोरी यति रोज भन्दाखेरि मलाई छोराछोरीको नाममा ब्ल्याकमेल गऱ्यो भनेको होइन। मैले मेरो छोराछोरीको लागि के ब्ल्याकमेल गर्नु छ कि, मलाई के पाउनु छ? खाली हात आएको खाली हात नै जानु छ मलाई त। मलाई कसैको लालच छैन, केही चिजको मलाई लालच छैन के चिजको लालच मलाई केही चिजको लालच छैन। आज मरेर नै इन्साफ मिल्छ भने मर्दिन तयार छु के। आऊ तपाईहरुले चाहेको पनि यही हो नि। मेरो लासलाई पनि हात नलगाउनु होला, कसैले पनि मेरो लासलाई पनि हात नलगाउनु होला। सब प्रुफ छ। के प्रुफ चाहिएको? प्रुफ चाहिएको होइन, रेकर्डिङ चाहियो कि फुटेज चाहियो कि के चाहियो? सब दिन तयार छु। मरेर पनि दिन्छु, जिउँदो भएर पनि दिन्छु के। म बारम्बार म यही भन्छु, म सिधा सादा इन्सान हो, थाहा छ? मलाई घुमाइ फिराइ, मलाई जलेबीको द्वारा मलाई त्यो कुरा गर्न आउँदैन। लाइफमा मैले के गरेन र? के गरेको होइन? हर चिजलाई मेरो आफ्नो पुरा खुसी मैले त्यागेको मान्छे हो। मैले आफ्नो फ्यामिलीलाई त्यागेको मान्छे हो के। फ्यामिलीसित छुट्टिनुको पीडा कसले सम्झिन्छ? मैले आफ्नो फ्यामिलीलाई त्यागेर बसेको मान्छे हो। आज मैले बस यति मागेको थिएँ, मेरो छोरीको खुसी मागेको थिएँ। मैले छोराको पनि होइन, मेरो छोरीको खुसी मागेको थिएँ के। म त्यो पनि मिल्दैन भने मैले के गर्ने? मलाई थाहा छ कतिजनाले मेरो लाइफ बर्बाद गरेछन्। मलाई थाहा छ। एकको पुराको एकको हिसाब म मरेर गए पनि पुलिसले नै लिन्छ के। म त यही भन्छु बारम्बार, इन्साफ चाहिँ मरेरै मिल्छ भने मलाई इन्साफ मरेर नै मिलोस् के। मेरो छोरी रोज रोज रुँदाखेरि मलाई कस्तो हुन्छ। मेरो छोरीको आँसु मैले देख्न नसकेर मत करो, आप मत करो बेटा। आप ही के लिए तो लड़ रही हूँ जब से मैं। मेरो छोराछोरीको लडाई हो क्या यो भनेको। म कति लडे, कति मैले गुहारे, सबलाई मैले गुहारेको, सबलाई मैले हेल्प मागेको, सबले यही भन्नु हो सहनु पर्छ। लोग्ने मान्छे हो, गर्छ। के गर्छ लोग्ने मान्छेले? एउटा नारीको जिन्दगी बर्बाद गर्छ छोराछोरी पाएर। मेरो छोरी कस्तो थियो अहिले, दुब्रा र हाड र छाला छ। म दिनदिनै देखि म थाकिसकेँ। थाकिसकेँ। मेरो छोरी रोगो देखेर मलाई यति पीडा हुन्छ। मलाई 3-4 बजे तक निद्रा लाग्दैन। छोरी मेरो हिजो पनि 2 बजे 3 बजेसम्म बस्यो। मैले कति दिन झेल्नु पर्ने अझै दुःख। कहाँ गएर मैले इन्साफ माग्ने हो? फ्यामिली म्याटर हो। फ्यामिलीलाई पनि त मैले गुहारेको होइन र? सब पन्छेको होइन? सबैजनाले हात उठाएको होइन? को आयो मेरो सामने? मुखले ठिक्क मात्रै पारेर हुन्छ? हर चीजको सल्युसन मर्न हो भने मर्दिन्छु के। त्योभन्दा अरू के चाहियो हो तपाईहरुलाई? यही चाहियो हो नि? हर चीजको प्रुफ चाहिए रे, हर चीजको प्रुफ चाहिए। हर
चीजको प्रुफ दिन्छु आज, हर चीजको, के चीजको प्रुफ चाहिए हो दिन्छु, हर चीजको एक एक दिनको दिन्छु मैले। जिन्दगी यत्तिकै कट्दैन, मैले कति स्ट्रगल गरेँ, रोडबाट उठाएको मान्छे हो। हर चीज गरेर हेरेको मैले, हर चीज गरेर हेरेको। फोन लिएर जाऊ कि यही चाहेको होइन तिमीहरूले, यही चाहेको होइन तिमीहरूले, सबै मिलेर यही चाहेको होइन र? हामी मर्दैपछि त खुसी होला नि त, खुसी चाहिएको हो नि। मेरो छोरीको खुसीलाई गला घोटेर खुसी चाहिएको होइन। कति केटीहरूलाई फोन गरेर मेसेज गरेर सम्झायो, उसको फ्यामिलीलाई शुद्ध सम्झायो, तब पनि उसले नसम्झिने हो। के गर्न पर्ने हो अब? नाङ्गो फोटो राखिदिनु पर्ने हो अझै। मेरो छोराछोरी देखेको होइन, आँखा फुटेको छ। अझै के गरिदिने हो? अझै यति बेइज्जती गरेर भएन? यति ठुलो इज्जत थियो हाम्रो होइन, इज्जत गिराएको होइन। इज्जत त पानीमा मिलाइदिएको होइन, मैले बचाएर राखेको इज्जतलाई। मैले त इज्जत बचाएर राखिदिएको नि त। आजसम्म मैले इज्जत नफालिदिएको केटी हो म, संस्कारी केटी हो। अरू जस्तो बजारुले केटी होइन के, 10 जनासँग सुतेर आएर संस्कारी बन्ने। मेरो ब्याकग्राउन्ड सोध्दा पनि हुन्छ के म कस्तो खालको हो भनेको। तपाईहरुलाई यही चाहिएको हो नि? सिधा साधा केटीहरू त मरेर नै इन्साफ मिल्छ नि, हैन र? लाइफ खत्म हो गई है। म त मरे पनि म फसाएरै मर्ने हो। सबले मलाई मर्न बाध्य गराएको कोले हो। सबको काला चिट्टा छ मसँग। को मिलेर गरेछ नि यो सब मलाई थाहा छ नि त। सबले मेरो जिन्दगीसँग खेलवाड गरेको मान्छे हो हैन? सबले मेरो जिन्दगीमा खेलवाड गरेको होइन। मेरो मात्रै होइन कि मेरो छोराछोरीको जिन्दगी पनि खेलवाड भएको छ यहाँ। अब के गर्न खोजेको? आफ्नो मनमर्जी चल्छ। नरोएर के गर्ने? जिन्दगी त मेरो त लाइफ बर्बाद भयो। मेरो छोराछोरीको लाइफ बर्बाद भयो। कसले बनाइदिन्छ? मैले कति सपना बोकेर हिँडेको थिएँ मेरो छोराछोरीलाई, कति मैले के बनाउने भनेर। मैले आफ्नो खुसीको गला घोटेर मैले हर चिज आफ्नो इच्छाहरू त्यागेर मैले मेरो छोराछोरीलाई मैले अगाडि बढाउन खोजेको, त्यो पनि मैले गर्न नपाउने। अरू के गर्दिने अब? मेरो छोराछोरीको खुसी पनि मैले नपाउने। मलाई त अरू धन सम्पत्ति मलाई चाहिएको होइन नि त। अब किन आउनु पर्यो? कोही रिश्तेदार मलाई चाहिन्न, मलाई कोही पनि चाहिँदैन। अब किन आउने? सब जानुस् तपाईहरु, मेरो लाइफमा कदम नराख्नुस् अब। सबले मिलेर मेरो खुसीको गला घोटेको के लोग्ने मान्छे हो गर्न हुन्छ? के गर्न हुन्छ? किन खोल्ने मैले?
तिमीहरूलाई लास चाहिएको होइन, लास पनि नउठाउनु मेरो 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 छोराछोरीलाई टच पनि नगर्नु के, यही चाहिएको होइन। 1 सालदेखि मैले सम्झाइरहेको छु, 1 सालदेखि मैले सम्झाइरहेको छु। अब के गर्नुपर्ने हो मैले? 1 वर्षदेखि सम्झाइरहेको छु मैले। 17 साल भयो मैले झेल्न लागेको। के मेरो खुसी छैन? मलाई पनि त हाँसेर घुम्न मन लाग्छ, कति चिजहरू हुन्छ। मलाई पनि त आफन्तीहरूसँग मिल्न मन लाग्छ। हर चिजमा रोकटोक, हर चिजमा रोकटोक, यो नगर वो नगर। मैले त आफ्नो फ्यामिलीलाई पनि त्यागेको मान्छे, मेरो फ्यामिलीलाई पनि मैले त्यागेको नि त। अरू के गरिदिने मैले? छैन आन्टी मरि, यहाँ आन्टी आन्टी नभन, जाऊ तिम्रो अर्की आन्टी छि, जाऊ। कोही आउनु पर्दैन यहाँ मसित। किन खोल्ने मैले? यहाँ बजार नलगाऊ, यहाँ मेरो घर खोल्दिनँ मैले। किन खोल्ने? खोल्दिनँ म, मेरो कोही पनि छैन, म एक्लै छु। नै कोही पनि छैन नै। यहाँ आएर मलाई सान्त्वना दिन पर्दैन कसैले पनि, मलाई कोही पनि चाहिएन, मलाई कोही पनि चाहिएन। जब मलाई जरुरत थियो मैले हात फैलाएको होइन, सबैसँग हात फैलाएको नि त, मैले फैलाएको होइन र? फैलाएको नि त। अब यहाँभन्दा मैले के गर्नु छ अब? मैले धेरै हात फैलाएँ, मैले आफन्तीहरूसँग पनि हात फैलाएको हो। मेरो छोराछोरीको खुसीको लागि मैले फैलाएको हो। तर म मरेरै मलाई इन्साफ मिल्छ भने म मर्दिन तयार छु। तर पुलिस प्रशासनलाई म यति भन्छु कि मसँग सब सबुत छ, एक एकलाई नछोड्नु, एक एकलाई नछोड्नु। यिनी रन्डीहरू जो पनि छन्, रन्डा रन्डीहरू, यिनीहरू कसैलाई पनि नछोड्नु, एक एक सबुत छ। म मरेर गए पनि यिनीहरूलाई नछोड्नु। मेरो लाइफ बर्बाद गरेको होइन, मेरो छोराछोरीको लाइफ बर्बाद गरेको होइन। पैसा मात्रै ठुलो कुरा हुँदैन नि त। मैले इज्जत बचाएर बसेको मान्छे हो। इज्जत बचाएर बसेको मान्छे हो। मैले अझै कुरा गर्न पनि बोलाएको, एउटा मिटिङ राखौँ न फ्यामिली भन्दाखेरि पनि नमानेको होइन। मैले हर चिज गर्न चाहेको, मैले के चिज गर्न नचाहेको र मैले? कोही छैन मेरो यहाँ, कोही छैन मेरो लाइफमा, कोही छैन। मेरो छोरी छोरा भन्दा अरू कोही पनि छैन। मैले मेरो छोराछोरीको लागि म जिरहेको थिएँ आजसम्म घुटी घुटी। म यति भित्रदेखि म यति मरिसकेछु नि, यति मरिसकेछु। म मेरो छोराछोरीको लागि मात्रै म जिउँदो लास भएर बसेको छु। मेरो छोराछोरीलाई हेरिदिने मान्छे कोही छैन यहाँ। कसले हात लगायो? को आयो यहाँ? अझै के प्रुफ दिन पर्ने हो? के प्रुफ चाहिएको? केही गर्न सक्दैन मैले? गर्न बहुत कुछ गर्न सक्छु, किन गर्न सक्दिन? मजाले गर्न सक्छु गर्न त। तर मैले इज्जत बचाउनको लागि मैले केही कदम नउठाएको। नै जाऊ, तिमी आफ्नो घर गएर काम गर। नै मलाई कसैको जरुरत छैन। मैले बहुत सबसित मैले हेल्प मागेको, माग्नसम्म मागेको है, माग्नसम्म मैले मागिसकेको, सबसित हेल्प मागेको। कोही आफ्नो हुँदैन यहाँ। आफैले आफैलाई सम्झाउनु पर्दो रहेछ। तब पनि मैले हिम्मत गरेर बाँचिरहेको थिएँ होइन, मेरो छोराछोरीको लागि होइन, मेरो छोरीको लागि स्पेसली होइन। यहाँ त मेरो छोराछोरी बिरामी हुँदाखेरि पनि कोही नहुँदो रहेछ त। नि म त एक्लै सब चिज गरिरहेको छु नि त। एउटा एकल महिलाले बच्चालाई कसरी हुर्काउँछ तपाईँहरूलाई थाहा छ? तपाईँहरूलाई थाहा छ एकल महिलाले कसरी बच्चाहरूलाई हुर्काउँछ? बिरामी हुँदा, आफू बिरामी हुँदाखेरि पनि मैले कसरी गरेँ, मेरो एक्सिडेन्ट हुँदाखेरि पनि मैले कसरी गरेँ। कोही मलाई सोध्न आयो, कोहीले मलाई सोध्न आयो, आएन नि त। कोही आफ्नो छैन यहाँ, कोही आफ्नो छैन यहाँ। मेरो लाइफ बर्बाद गर्नेलाई भगवानले के, पुलिसले पनि नछोडोस्। म त यति भन्छु, सब प्रुफ पुलिसलाई म दिन तयार छु। के दिने हो? सब छ मसँग, के छैन? के दिनु पर्ने हो? जाऊ तिमी आफ्नो घर, मलाई कसैको जरुरत छैन।
म जिउँदै मरेको मान्छेलाई कसैको सपोर्ट चाहियो होइन। एउटा पुलिस प्रशासनले मेरो यति हेल्प गरिदियोस् कि बस। सबुत चाहिन्छ नि हर चिजलाई, सबुत हर चिजको छ। म मरेर गए पनि मिल्छ, नमरे पनि मिल्छ। हर चिज गरेर हेरेको मैले, हर चिज। एउटा महिलाले के सहनु पर्ने हो, हर चिज गरेर हेरेँ मैले। थाकिसकेँ, म थाकिसकेँ। अब मलाई मार्नु मर्नु बाध्य गराउने को एक एकको नाम लिस्टमा छ, एक एकको छ। मलाई केही फरक पर्दैन, जो जहाँ गए पनि जाओस्। तर यिनीहरूलाई कसैले पनि नछोडिदिनु होला, यिनीहरूलाई कोसिदिनु होला। जसरी मलाई एक एक आँसुको मूल्य चुकाउन पर्ने हुन्छ। यिनी रन्डारन्डीहरूले गर्दाखेरि जिन्दगी बर्बाद भएको होइन। छोराछोरी छ, स्वास्नी छ भन्दा भन्दै पनि के खानलाई हो, अझै के गर्ने हो, अझै के चाहियो अझै? लैजा, पुरै सम्पत्ति मेरो लैजा, मलाई केही चाहिएन। मलाई रोडमा राख्दे के, म त रोडमा पनि बस्छु के। मैले ढुङ्गा फोरेर पनि मेरो छोराछोरीलाई पाल्छु। ठुल्ठुलो स्कुलमा पढाउन सक्दिनँ होला, सरकारीमा त मजाले पढाउँछु, राम्रो एजुकेसन दिन सक्छु, राम्रो संस्कार दिन सक्छु। तर मैले मेरो छोराछोरीलाई धन्दामा लगाउँदिनँ, थाहा छ? कस्तो बाबुआमा हो आफ्नो छोरीलाई धन्दामा लगाउने। हर चिज गरेर हेरेको मैले, के चिज नगरेको र मैले। हर चिज गरेर हेरेको मैले, हर चिज गर्दाखेरि पनि यत्रो ठुलो सजाय। मैले के मागेको थिएँ र? मेरो छोरीको खुसी मागेको होइन मैले। मेरो छोरी खुसी भएर बाँच्न पनि नपाउने हो, त्याग्नै पर्ने हो मैले। हर चिज मैले नै त्याग्नु पर्ने हो। हर चिज लेडिजले नै भोग्नु पर्छ भन्नु छ? अझै कति चिज भोग्ने हो मैले? अझै कति चिज भोग्ने हो? तपाईँहरूले होइन नसुनेको, मैले त हेल्प मागेको नि त। मैले त हेल्प मागेको होइन र, सबैसँग मागेको नि त। आज जरुरत छ त बस पुलिसको छ मलाई, अरू कसैको पनि छैन मलाई जरुरत। मैले सबैलाई भनेर हेरेको, मैले सम्झाइदिनु प्लिज प्लिज। दुईटा बच्चाहरू छ भनेको होइन मैले मेरो खुसी मागेको हो। के चाहेको अझै? के चाहेको? यही चाहेको हो नि? मरेर इन्साफ मिल्छ पनि, मर्दिन पनि तयार छु के। हर चिज गरेर मैले हेरिसकेको, हर चिजबाट मैले हेरिसकेको, हर चिज गरेर हेरेको, के नगरेको छ र? हर चिज गरेको नि त मैले त। अब एउटा लास्ट अप्सन यही मात्रै थियो। मैले एउटा त्याग्न सिकेको थिएन के। छोराछोरीको लागि यति गर्न पनि तयार छु। नहीं हर चीज गरेर हेरिसके, हर चीज गरेर हेरिसके, सम्झाउँदा पनि नमान्ने, हर चीजको प्रुफ चाहिने, हर चीजको प्रुफ चाहिने। यति रुवाकोलाई त कहाँ शान्ति मिल्ला र? कति दिनसम्म भागेर बस्ने हो? कति दिनसम्म भागेर बस्ने हो? कहाँ लुकेर बस्ने हो के अझै? मैले भनेको थिएँ एक दिन म लाइभ मर्दिन्छु, म मरेर पनि जिउन सक्दैनौ तिमीहरू, मैले पहिले भनिदिएको थिएँ। मैले जो चीज बोल्छु नि मैले करेक्ट बोल्छु के।
मलाई यस्तो ढाँटेर बोल्न आउँदैन मैले हर चिज मैले करेक्ट बोलेको थिएँ एक दिन मैले भनेको थिएँ लाइफ मर्दिन्छु मलाई यति आसानी छ मलाई मर्नलाई मलाई केही दुःख छैन केहीको दुःख छैन मलाई नहीं मरोगी नहीं मरोगी नहीं मरोगी नहीं मरूंगी अब नहीं मरूंगी खत्म करो खत्म नहीं करना है खत्म तो करना ही नहीं है खत्म जब होगा जब मैं मर जाऊंगी तब खत्म होएगा फिर चैप्टर स्टार्ट होगा नहीं चुप हो जाओ चुप हो जाओ नहीं मरोगी फ्यामिलीले पनि यही चाहेको होइन त नहीं हाँ? मरोगी रिश्तेदारले यही चाहेको होइन हाँ? मरेर इन्साफ मिल्छ पनि मर्दिन पनि तयार छु के किन नमर्नु नहीं हाँ? मरोगी हाँ। मम्मी नहीं मरोगी हाँ, हाँ, हाँ। यति पापी पनि नहुनु के एउटा छोरीको आँसु त कति लाग्ने छ के यति पनि पापी नहुनु मेरो छोरीको एक आँसुको किम्मत चुकाउनु पर्ने छ म यति हेर्न सक्दिनँ मेरो छोरीको आँसु मर जा तू भी मत आया था तब अब क्यों आया है अर्थी लेने आया है तू मत कोई नहीं है मेरा भाई भाई जा मर जा तू भी मेरे साथ मरेगा तो आजा तँलाई पनि मैले भने थिएँ भनेको होइन मैले किन आछस् आज मेरो लास लिन आछस् लास लिन आएकोस् त तिमीहरूलाई लासली चाहिएको नि हात पनि नलगाउनु मेरो लासमा के चिज गरेको होइन मैले तिमीहरूले चाहेको यही होइन ठन्डी हो है आफ्नो बेटा अगर मेरो छोरीलाई के भयो भने हात मेरो ठन्डा बस्छ मेरो छोरीको मेरो छोरीलाई के भयो भने त मलाई नहीं आप नहीं मरोगे हाँ नहीं मरेंगे बेटा नहीं मरेंगे यही चाहेको नि मेरो छोरीलाई केही भयो भने भर्खर म जान्छु अहिले म मर्न होइन म पुलिस थानामा गएर म रिपोर्ट गरिदिन्छु मेरो छोरीलाई केही भयो भने यसो गर्दै अर्पित यसरी नै यसको खुट्टामा सर खुट्टामा सर आज मेरो छोरीलाई केही भयो भने नि गइस् त तिमी रन्डा रन्डी होला मैले सबलाई जात दिन्छु पानी लिएर त बहिनीलाई पानी लिएर अनि यसमा गिलास लिएर छिटो केही मात्रै होस् त रन्डीलाई पनि छोड्छु र मैले त रन्डीलाई मैले कहाँ पुऱ्याइदिन्छु पख त रन्डीले गर्दाखेरि होइन यति भएको बेटा सीधा लेटो ए क्या कर रही हो पानी पियो पानी सुन मुर्दार यहाँ हेर तेरो छोरीको हालत यहाँ हेर छोरीको हालत हेर यस्तो हुँदाखेरि पनि तैँले नहेरेको होइन मेरो छोरी कति रुँदाखेरि पनि तैँले नसुनेको होइन यहाँ हेर मेरो छोरीको हालत आज के भएछ मेरो छोरीको हालत मेरो छोरीलाई के भयो भने तँलाई मैले छोड्दिनँ के मैले के तँलाई छोड्दिनँ मैले भनेको होइन म जिउँदो भए पनि म छोड्दिनँ म मरे पनि छोड्दिनँ सुनेको थिइस् नि राम्ररी मैले भनेको थिएँ नि तँलाई एक दिन म लाइभ मर्दिन्छु मैले ग्यारेन्टी लेखेर तँलाई मैले एक वर्ष अगाडि मैले तँलाई भनेको थिएँ कि नै मेरो घरबाट निस्किँदाखेरि हाँस्दै निस्केको थिइस् नि फ्यामिलीलाई छोड्दाखेरिको दर्द के हुन्छ भन्ने तँलाई थाहा थिएन त यसरी हाँसेर निस्केको थिइस् मेरो छोरी यस्तो रुँदाखेरि पनि नहेरेको होइन के चाहेको लास नै चाहेको हो नि आज मलाई कोही चाहिँदैन के मैले दाइ भाइ इष्ट मित्र सबसित गुहार मागेको कोही पनि आफ्नो रहेनछ यहाँ कोही पनि आफ्नो छैन
कोही आफ्नो छैन यहाँ, कोही आफ्नो छैन। मेरो लागि त मेरो छोराछोरी नै सब चिज हो, सब चिज मेरो छोरी नै हो। मैले त मेरो छोरीको खुसी मागेको होइन र त्यहाँभन्दा अरू त मैले केही नमागेको नि। आँसु पिएर बाँचेको मान्छे हो म। दुनियाँले देख्दाखेरि त कति हाँसेर यत्रो देख्यो होला नि त। मेरो दुःख कसले देख्यो के, कसले देख्यो मेरो दुःख? सबले मलाई ठुक्राएको होइन, सबैले मलाई गरेको होइन। कोही आउन पर्दैन, पर्दैन। मलाई कोही चाहिए होइन के, मलाई कोही चाहिए होइन। अब आएर के गर्छौ तिमीहरूले? मेरो लास उठाउन आएको हो र? मेरो लास उठाउन आएको हो र? जिउँदो हुँदासम्म नहेर्नी, अनि मरेपछि आउनी? मरेपछि नै आउनु, तर मेरो लासलाई हात पनि नलगाउनु नै। जे गर्नु सक्छ उस गर। आज मैले जे गर्न छ म त्यही नै गर्ने हो। म टोरी केटीलाई मलाई हेला गरेर होइन, मलाई हेपेर होइन, मैले गर्न नसक्ने के छ र? हातमा सिप हुँदा हुँदै पनि म यस्तो कुजेर बसेँ। मेरो फ्यामिली भन्दै हिँड्दै गरेँ, मेरो बच्चाहरू भन्दै हिँड्दै गरेँ। आज मलाई यो दिन देख्न थियो। मान्छेहरू पैसा कमायो भने यस्तो हुन्छ, त्यो दिन कुनै दिन एक छक खाने चामल पनि थिएन के, त्यस्तो स्थितिमा बसेको भुल्यो। मैले पनि त कति स्ट्रगल गरेँ होला नि त। एउटा चुराटिका किनिदिएको रेकर्ड छ, लाइफ नै मर्ने हो। मैले उसलाई वादा गरेको थिएँ, म लाइफ मर्दिन्छु एक दिन भनेर भनेको थियो, त्यो चिज मैले पुरा गर्ने हो। मैं नहीं मरूंगी बेटा, मैं नहीं मरूंगी आज। कसैले पनि मेरो बारेमा राम्रो नसोच्नु के, म नराम्रै मान्छे हो। कसैले मलाई राम्रो नसोच्नु, मैले कसैको लागि राम्रो गर्न सकिनँ। कोही पनि चाहिँदैन मलाई, यही सब जाऊ। कोही चाहिँदैन मलाई, कोही चाहिए होइन मलाई। मैले बस मेरो छोरीको खुसी मागेको, त्यो पनि पाउँदैन भने मैले के गर्ने? मेरो लाइफ त मेरो त गइसक्यो, मेरो त बर्बाद नै भयो नि। मेरो लाइफ त केही पनि छैन, तर मेरो छोराछोरीको लाइफ त छ नि त। भर्खर मेरो छोरा 10th मा गएको छ, उसको पढाइमा कति असर भयो होला, कति मेन्टली डिस्टर्ब भयो होला। आफ्नो छोराछोरी भएको भए के गर्थे? आफ्नो छोरी भएको भए के भन्थे? म त एउटा आमा हो नि त, म रोज रोज घुटेको देख्न सक्दिनँ मेरो छोरीलाई। कसैसँग मिल्नु छैन। मैले भनेको थिएँ फ्यामिली मिटिङ राख्ने भनेर, कसैले सुन्यो मेरो? अब मलाई कसैसँग मिल्नु छैन, मलाई कोही पनि चाहिँदैन। नै, मलाई अब कोही चाहिएको होइन। आफ्नो आफ्नो घर जानी, मलाई कोही चाहिएको होइन। हर चीज गरेर हेरेको मैले, हर चीज गरेर हेरेको मैले यिनीहरूलाई। म बिरामी हुँदाखेरि पनि मैले मेरो छोराछोरीलाई कसरी हुर्काएको होला के, कसरी
म त्यत्रो बेहोस हुँदाखेरि छोराले फोन गर्दाखेरि मर भन्ने मान्छे कस्तो हो छोराछोरीलाई मार त मर मलाई मर्न नै बाध्य गराएको होइन बारम्बार पुरा च्याटिङ छ पुरा मेसेजहरू छ भोइस रेकर्डहरू छ मोबाइलमा चेक गर्नु सब रेकर्डिङहरू छ के भनेको छ के को भनेको छैन भनेर खोल्दिन म तिमी जाऊ आफ्नो घर मलाई कसैको पनि आश्वासन चाहिएको होइन नै अब अति भइसक्यो हर चिज गरेर हेरिसकेको मैले यही चाहेको होइन तिमीहरूले हर चिज गरेर हेर्दाखेरि पनि नहुने के गर्ने अब हर चिज गरेर हेरेको मेरो लाइफ बर्बाद त गरिदियो मेरो छोरीको किन लाइफ बर्बाद गरेको के इज्जतदार मान्छेहरूले यस्तो गर्दैन के उसलाई पनि गरेको नगरेको हो र उसलाई पनि गरेको नगरेको र उसलाई त्यही केटी नै चाहिने हो अब लिएर त्यो केटीलाई कसरी लिएर आउँछ लिएर आन हेरौँ त पैसाले हर चिज किनेर सक्छ भने किन अब मलाई इन्डियामा पालेर मैले कति बेर भने घर बनिसकेछ म घर जान्छु उही बच्चाहरूलाई पढाउने भन्दाखेरि पनि नमानेको होइन कति दुःख हुन्छ कति गाह्रो हुन्छ एक्लै हर चिज गर्नु पर्ने हुन्छ कहिल्यै नबुझ्दिने म त बिरामी हुँदाखेरि पनि नबुझ्दिने मेरो त्यत्रो एक्सिडेन्ट भयो कारले हानिदिँदाखेरि पनि म हिँड्न नसक्ने भएको थिएँ के तब पनि यहाँ हात लगाउने मान्छे कोही थिएन यहाँ मेरो छोराछोरी बिरामी हुँदाखेरि 2टा बेडमा मैले सलाइन चढाउँदाखेरि मलाई यति घबराहट भयो थियो के मेरो छोरालाई मैले चम्मचले नरियल पानी पिलाएको थिएँ त्यति बेला मलाई कस्तो भयो होला मेरो छोरो भाग्दाखेरि म खोज्दा हिँड्दा हैरान भएँ यस्तो भएँ त्यो दिन मेरो छोरो नभेटेको भए म हाम फालेर मर्दिन्थेँ होला कि मैले कति चिज खबर पुऱ्याएँ यस्तो भयो उस्तो भयो तब पनि नसुनेको होइन उसले अब के चाहेको हो मैले भनेको होइन फ्यामिलीलाई लिएर हिँड मेरो छोराछोरीको भविष्य छ भनेको होइन कहाँ गयो मेरो छोराछोरीको भविष्य आफूले मात्रै ऐयासी गरेर हिँड्ने हो ऐयासी पनि अति भयो के ऐयासी नै गर्न थियो भने छोराछोरी किन जन्माएको त एउटा आमाले मात्र होइन कि लालन पोषण गर्ने एउटा आमाले मात्रै होइन कि छोराछोरीलाई पालेर हुर्काउन पर्छ भन्ने कुन शास्त्रमा छ मैले त मेरो छोराछोरीलाई यहाँसम्म कि मेरो छोरी जन्मिँदासम्म पनि मैले डेलिभरी मेरो पानीको थैला पहिलो रात फुट्दाखेरि पनि म रातिको 4 बजे उठेर म हिँड्दै हस्पिटल गएको छु डेलिभरी खुवाउने पैसा थिएन के त्यस्तोसम्म अवस्था थियो तब पनि मैले आफ्नो पुरा शरीरलाई फालेर मैले है त्यत्रो ब्लडिङ हुँदाखेरि पनि मैले मेरो छोरालाई 7 दिन सुत्केरी भएको 7 दिनको दिन मैले खाना बनाएर खिलाएको छु अहिले पैसा देखेर हुन्छ डेलिभरी गराउने पैसा दिएन सरकारीमा गएको म आफै हिँड्दै गएको पानीको थैली घरै फुट्दाखेरि राति पनि म बिहान 4 बजे उठेर जाने मान्छे हो के म यहाँ त घरै भएर पनि अटो पनि नगरेको मान्छे हो हर चिजलाई मैले गरेको होइन
हर चिजलाई मैले कम्प्रोमाइज गर्दै आएको होइन, हर परिस्थितिलाई मैले झेलेको होइन। अब के झेल्नु पर्ने हो? छोराछोरीको लागि, अगर छोराछोरीको लागि मर्न पर्छ भने मर्दिन्छु पनि के, किन नमर्नी म? मेरो छोराछोरीलाई खुसी मिल्छ भने म मर्दिन्छु। अर्काको जिन्दगी बर्बाद गरेको होइन, कतिजनाको जिन्दगी बर्बाद गर्ने हो चाहिँ? हर एङ्गलबाट सम्झाएको, हर एङ्गलबाट सम्झाएको, के गरेको होइन, हर चिज गरेको मैले। एउटा नारीले गर्नुपर्ने सब चिज गरेको मैले। मैले त 1 साल अगाडि भनिदिइसकेको थिएँ। मैले सुसाइड नोट लेखेको त मैले जमानामा 3 साल अगाडि मैले लेखेर राखेको सुसाइड नोट पनि छ। सबको नाम मेन्सन छ, कोले मलाई के गर्यो भन्ने मलाई थाहा छ नि त। अहिले पनि सबको छ, सबको प्रुफ छ, एक को नाम लिस्ट छ, कोही पनि बस्दैन यहाँ। सबको मैले प्रुफ राखेको छु, के राखेको छैन? के चाहिएको? प्रुफ चाहिएको नि दिम, मजाले लाइभमै दिने हो। कुन प्रुफ चाहिएको? बरु यो सोध्नुस् तपाईहरुले, के प्रुफ चाहिएको? कुन प्रुफ चाहिएको? दिन्छु म। तुम सो जाओ चुपचाप, और फिर ऐसे हम कर देते हैं। नहीं, फिनिश नहीं करना है, यहाँ बात खत्म नहीं होती है। यहाँ कुरा खत्म हुन्न, कुरा त खत्म हुँदैन। सबसित मैले हात फैलाएको हो, मैले मेरो छोराछोरीको खुसीको भिख मागेको। यस्तो गरेर मैले भिख, जुन दैलोमा मैले पेर राख्नलाई कत्राउँदै त्यो दैलोमा गएर पनि मैले भिख मागेको। मेरो छोराछोरीको भिख माग्न के हुन्छ थाहा छ नि? जहाँ जानु मलाई पसन्द थिएन, म त्यो जग्गा गएर पनि मैले भिख मागेको, हर चिज मागेको, मैले हर चिज गरेको। अझै कति मैले सहनु पर्ने हो, अझै कति सहनी हो। मरेर नै इन्साफ मिल्छ भने म त मरिदिन्छु। सबुत चाहिएको नि, आएर घर आएर हेर्नु सबुत, हर चिजको सबुत छ मसँग। यो नसम्झिनु कि म सिधा सादा छु त मैले केही राख्दिनँ। हर चिज छ, हर चिज, एक चिज राखेको छु सबुत। सबुतै मागेको होइन, सबुत मागेको होइन। के सबुत चाहिएको? मैले बारम्बार सम्झाएको, मैले बारम्बार सम्झाएको। यो केटीलाई पनि मैले सम्झाएको, फोन गरेर पनि सम्झाएको होइन मैले। बार एल्बम बनाउने, अरू कतै उलाई काम मिलेन रन्डीलाई, कतै पनि काम मिलेन। मैले फोन गरेर धरि मैले भनेको हो के मेरो छोराछोरी छ है भनेर। मैले पिछले साल नै भनेको, पोहोर साल नै मैले भनेको फोन गरेर। मलाई ब्लगमा हानेको होइन। म कता म टिकटक नचलाउने मान्छे, म टिकटकमा आएको छु। छोराछोरीको लागि, मेरो छोराछोरी छ भनेर उसको दाइ भाउजूसँग पनि मैले कुरा गरेको। उसको दाइले मलाई कस्तो गाली बगेको छ मैले सुनाइदिएँ। मैले यहाँ रेकर्डिङ सब राखेको छु, एक प्रुफ राखेको छु। मलाई गाली बगेको होइन, मानहानीको मुद्दा हालिदिन्छु भनेको होइन। मानहानीको मुद्दा मैले हालिदिन सक्छु मजाले। मलाई गाली बगेको होइन। अब बकेर देखाउनु। एकलाई छोड्दिन मैले, एकलाई मेरो लाइफ बर्बाद गर्ने, अर्काको जिन्दगी बर्बाद गरेर आफ्नो लाइफ बनाउने कहाँसम्मको रन्डी हो? रन्डी होइन त्यो। मैले बारम्बार सम्झाएको, बिजुको लाइफबाट आउट हुनु, आफ्नो हेर्नु। अझै एज छ भनेको होइन मैले। काम गर्न दिँदैन अरे बिजुले। छोडेर जा, अन्त काम नपाउने हो तैले।
यही करिश्माले हो मेरो जिन्दगी बर्बाद गरिदिएको। 1 सालदेखि मेरो छोराछोरीसँग आएको छैन ऊ। अझै कति एल्बम बनाउने हो? बनाएर देखा। अब मैले सम्झाएको होइन, बार बार मैले सम्झाएको हो। आइज अब, कुन मिडिया लिएर आउने हो? ल आइज अब, मजाले आइज अब। बिजुले काम गर्न दिँदैन। किन दिँदैन? अर्काको छोराछोरीको लाइफ बर्बाद गरेर होइन, मेरो जिन्दगी बर्बाद गरेर आफ्नो जिन्दगी बनाउन खोज्दै होइन। छोराछोरी छ भन्दा भन्दै पनि किन पछि लाग्नु? साइड लाग्न, साइड लाग्न। तँलाई यति नै दम छ भने तँ साइड लाग। मैले बारम्बार सम्झाएको होइन, बिजुली कुरा गर्न दिँदैन भनेको होइन। बिजुली कुरा गर्न दिँदैन भनेको होइन। बिजुले त यहाँ यो पनि भनेको थियो छोरो छैन भनेर यत्रो 15 वर्षको छोरालाई जिउँदै मार्यो त। छोरी मात्रै छ भनेको होइन। मेरो छोरोलाई जिउँदै मारेको होइन। मेरो छोरो यत्रो 15 वर्षको छोरोलाई जिउँदै मारेको होइन। छोरो छैन भनेको होइन। यत्रो छोरो छ मेरो, यो 10 पढ्ने छोरो छ मेरो। 10 पढ्ने छोरोलाई छैन भनेको होइन। किन छैन? मेरो छोरालाई जिउँदै मारेको हो। मेरो छोरालाई जिउँदै मारेको हो। छोराछोरी छैन भनेर झुट बोलेर उ गरेको हो। तब पनि मैले फोन गरेर डाइरेक्ट भनेको थिएँ मेरो छोराछोरी छ, अगर दम छ भने मेरो छोरोसँग सुत पनि भनेको थिएँ मैले। यहाँ भन्दा अरू के भन्ने मैले? दम छ मेरो छोरोसँग सुत्नी? आइज। मेरो 15 वर्षको छोरोलाई जिउँदै मारेको होइन। छोरो छैन भनेको होइन। बिहा नै भएको छैन अरे, तिमीहरूको साथीहरू ग्रुप भएर गएको होइन प्रपोज गर्नलाई? ग्रुप बनाएर गएको होइन? हामीलाई कि जिउँदै मारिदिएको हो? रखेल बनाउने विचार थियो क्या? म रखेल होइन, कानुनी रूपमा पनि स्वास्नी नै हो, श्रीमती नै हो अझै पनि। मैले डिभोर्स दिएको छैन। दुनियाँको कुनै पनि कानुनले मलाई हिलाउन सक्दैन। सक्छौ पनि आऊ, एक आऊ। यहाँ लड्ने हिम्मत छ र बोल्ने हिम्मत छ भने मिडियाको ध्वस मलाई नदिनु। तिमीहरूले मिडियालाई किन्न सक्छौ होला, म नकिनेर पनि म बहुत कुछ गर्दिन सक्छु। छोराछोरी छैन लोग्ने मान्छेले त भन्छ नि त। भने पनि आफूले ब्याकग्राउन्ड चेक गरेर मात्रै बोयफ्रेन्ड बनाउनु पर्छ। थाहा भइ पनि अझै मजाले गएर बिस्तर तताउने होइन के? बिस्तर तताउने त यस्तो कि सिंगल केटोलाई हेरेर तताउनु। फ्यामिली भएकोलाई यति नसताउनु। आँसु पनि यति लाग्छ कि नर्कमा पनि जग्गा नमिल्ला। फेरि नर्कमा जग्गा नमिल्ला। एउटै बापकी औलाद हो भने आइज यहाँ लाइभमा आएर मसित कुरा गर। जाठी लाइभमा आएर कुरा गर मजाले। कतिवटा एल्बम बनाउने बना, गाड मराएर बनाउने हो नि, बना। कसरी बनाउँछिस्? अन्त कहीँ काम नपाएको हो? अस्ति कुरा गरेर हिजो फेरि बिजुसँग सुत्न गइसकेको, दुबई पुगिसकेको। आज दुइटैले मोबाइल अफ गरेर राखिदिएको, सुतिराखेको। मेरो छोराछोरीहरू आएर रङ रहेलिया मनाएको हो, अयासी गरेको हो। कहिलेसम्म अयासी गर्नु लुकेर? आइज, जुन मुद्दा हाल्छिस् आइज आम्ने सामने आइज। दम छ भने आइज। एउटै बापकी औलाद होस् भने आइज। जिन्दगीमा मैले बहुत कुछ मैले सम्झाइसकेको हर चीज मैले बताइसकेको। यो पनि नै कि मैले कसैलाई नबताएको होइन। मैले फोन गरेर अलरेडी भनेको छु मेरो छोराछोरी छ, अगर तँलाई यस्तै गर्नु छ भने आइज मेरो छोरोसँग सुत पनि भनेको छु मैले। त्यसपछि पनि मैले मेसेज गरेछु उसको दाइलाई, उसको भाउजूलाई। जहाँसम्म पुग्नु पर्ने म पुगेको छु। कहाँ पुगेको छैन? हर जग्गा पुगेर पनि यही हरकत गर्ने हो। अन्त कतै पैसा कमाउन मिल्दैन? मान्छेले त ढुङ्गा फोरेर पनि खाएको हुन्छ त। बिस्तर तताएरै कमाउनु पर्छ भन्ने छैन के?
अझै कति लेडिजको उस बर्बाद गर्ने हो के? छोराछोरी भएको मान्छे हेर्ने हो कि सिंगल हेर्ने हो? सिंगल मान्छे हेर्नुपर्छ कि यस्तोहरूले त? मोडलको नाममा धब्बा। आइज, अब कसले हिलाउँछ? आइज, म छु सामने। मैले कसैलाई पनि बोलाएको छैन, कसैलाई पनि मैले हेल्प माग्दिन। मैले आफ्नो रिश्तेदारलाई त मैले मेरो आमा बाउलाई नभनेको मान्छे हो, मैले सब लुकाएर राखेको मान्छे हो। किनकि मलाई मेरो इज्जत प्यारो थियो। अगर संस्कारी केटी हुन्थ्यो भने इज्जतलाई नै हेर्छ। अनि बजारु औरत हुन्छ नि, बजारु केटीहरू, तिनीहरूलाई कोही इज्जतको भेल्यु हुँदैन। हामीलाई त इज्जत त यति प्यारो हुन्छ कि इज्जत यति प्यारो हुन्छ हामीलाई। तिमीहरूलाई हुँदैन होला, तर हामीलाई त हुन्छ। यति पनि मैले गिर्न नदिएको इज्जत 17-18 सालमा। के सोचेको र? मेरो पनि लभ म्यारेज नै थियो। 5 साल पछि पढेर बिहा गरेको मान्छे हो हैन? मैले कहाँ गएर पीडा पोख्ने? कसलाई गरे आँसु देखाउने? आँसु पिएर बाँचेको थिएँ नि त म त। बारम्बार डिभोर्स, हर चीजमा डिभोर्स, हर चीजमा डिभोर्स, या फिर मर। भाइ मर्नलाई आश्वासन गरेको होइन तिमीहरूले, मलाई मर्न बाध्य गराएको होइन। मर 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 भनेर मर्दिम? हिम्मत छ? लासलाई हात लगाउने हिम्मत छ हिम्मत कसैको? दुनियाँको लुटेर होइन के कमाउने? दुनियाँको लुटेर होइन कमाउने। मेहनत गर्नुपर्छ, मेहनत। आज मैले पनि छोराछोरीको साथ मैले टाइम टु टाइम यिनीहरूलाई स्कुल पठाएर लन्च बनाएर के गरेर हुन्छ। घर मैले मेसिन हुँदा पनि हातले कपडा धोएर मैले भाँडा माझेर तब पनि मैले पार्लरको काम गर्छु। कसको लागि? आफ्नो लागि। जब एउटा 80 रुपियाँको क्लेचरको लागि 10 बार बोल्ने मान्छे हो। यत्रो कमाउने मान्छेले 80 रुपियाँको क्लेचर किनिदिन सक्दैन? गर्लफ्रेन्डलाई मलमा घुमाउने मान्छेले सक्दैन? के खोजेको? अब के चाहियो? अब मैले त मेरो छोराछोरीको लागि पो म झुकेर बसेको थिएँ त। छोराछोरीको लागि होइन म झुकेर बसेको? मेरो कमजोरी नसम्झिनु। छोराछोरीको लागि झुकेर बसे त मेरो कमजोरी नसम्झिनु। लाखौंको भिडमा पनि एक्लै लड्ने क्षमता छ मसँग। त्यही पनि सच्चाईको लडाई लड्छु म। झुटो लडाई म कहिले पनि लड्दिन। मन चाहियो ब्लक गर्दै, मन चाहियो अनब्लक गर्यो। भाइ आफ्नो यति नै उ छ भने त यता जाऊ, हर चीज त्यागेको मान्छे हो नि म त। हर खुसीलाई मैले त्यागेको मान्छे हो। मलाई त खाना खाँदा पनि यति खाइ उति खाइ। ए भगवान, काम गरेपछि मान्छेले खाना खान्छ। खाने टाइम मेरो 3 बजे हो। बिहान नास्ता केही गर्नु छैन। बच्चाहरूलाई 5 बजे उठेर लन्च बनाउनु पर्ने हुन्छ। 6:30 बजे बस आउँछ। कसले गरिदिन्छ? आज यहाँ कसैले गरिदिएको छ? मेरो दुःख कसैले सम्झेको छ? कसले खोलिदिएको यो? क्या चाहिए अब? क्यों आया है? मर गई होती तब आता? मर गई होती तब आता? क्यों आया? लाश उठाने आया क्या? लाश उठाने आया? उठा ले, जिंदा ही जला दे, मुझे तो फर्क नहीं पड़ता अब दाई। जिंदगी में इतने झेल लिया, इतना झेल लिया, अब मुझे मौत भी आए तो मुझे कोई फर्क नहीं पड़ता है। आ जाओ, कंधे देने कोई मत आओ मुझे। जाओ, मर गए मेरे लिए सब, कोई नहीं है यहाँ, मत आओ। जाओ तिमीहरू। किन खोलिस् त? नहीं खोला। उसने नहीं खोला। किन आएको त? अर्थी उठाउन आएको? नगर्नु। किन आएको तिमीहरू? किन आएको तिमीहरू? अर्थी उठाउन आएको हो? जिउँदो छन्जरी त कसैले पनि दिन्न के? जिउँदो छन्जरी कसैले पनि इन्साफ दिन्न। मरेपछि मात्रै मिल्छ।
मरेपछि इन्साफ मिल्छ भने म यही फाँसी लाएर मरिदिन्छु, टिन्टेलाई मारिदिन्छु, मैले बच्चाहरूलाई पनि मारिदिन्छु। मैले हर जहाँ मलाई राख्न कदम पनि मलाई राख्नलाई कत्राउँथ्यो नि, म त्यहाँ गएर पनि मैले हात फैलाएको छु के। फैलाएको होइन र? फैलाएको नि त, फैलाएको होइन र? अब के गर्नु पर्ने हो? जाऊ तिमीहरू, किन ढोका फोडेर आएको? फोडाएन, त्यस्तो राम्रो छ, हँ राम्रो छ कि खोले फोडाएन, सही छ। अब किन आउनु पर्यो त? किन आएको त? कोही चाहिँदैन मलाई, मलाई मेरो छोराछोरी छ त, त्यहाँभन्दा अरू मेरो संसार नै छैन कोही पनि। ल छोड्नु, किन छोड्ने? यस्ती रन्डीहरूलाई मैले छोड्छु? यिनी रन्डीहरूलाई मैले छोड्छु? हँ के गर्न खोजिकियोस्? आइज न, आइज मेरो सामने आएर कुरा गर। हँ तँलाई जस्तो लस्काएर बोल्न पनि आउँदैन म त, करेक्ट बोल्ने मान्छे हो म त। मलाई घुमाएर फिराएर त्यस्तो गरेर बोल्न आउँदैन। मिडिया ब्याक गर्न सक्छु, ल गरेर देखा न त, ब्याक गरेर देखा, ल मिडिया ब्याक गरेर देखाया। हँ के गर्ने हो? सब आइज ल, के सबुत चाहिए हो? हाँ सबुत चाहिए होइन? एक एक सबुत दिउँ? हाँ के दिने हो? यत्रो ठुल्ठुलो छोराछोरी, के सबुत चाहिए हो? हाँ तँलाई मैले फोन गरेर भनेको होइन मेरो छोराछोरी छ भनेर? हाँ अब के चाहिए हो? आइज सक्छिस् भने बचाएर देखा यहाँ। सब सबुत छ। इन्डिया पुलिसले त कहीँ गएर पनि छोड्दैन। के सोचिसिस्? यही चाहिएको नि? मेरो जिन्दगी बर्बाद गर्न खोजेको होइन? मैले त मेरो जिन्दगी त मेरो त बर्बाद त कहिले भइसकेको थियो। उसले के हेरेको थियो र? पैसाले मात्रै हर चिज हुन्छ? हाँ पैसाले हर चिज हुन्छ भने त ल किनेर देखा खुसी। मलाई यत्रोसम्म मलाई रुवाएर उ गरेर तँलाई के गतिलो हुन्छ? मैले त राम्ररी नै सम्झाएको थिएँ नि त, साइड लाग भनेर। मैले एउटालाई त साइड लगाइहाले थिएँ त। ऊ त गई त, ऊ त समझदार थिए त, गई त। हाँ ऊ समझदार थिए त, गई त। तँलाई त अझै कति लुट्नु पर्ने? हाँ एउटालाई त मैले राम्ररी सम्झाइदिएको थिएँ, तिम्रो लाइफ छ तिमी जाऊ भनेर मैले त्यसरी भनेको थिएँ। म त भन्ने शब्द पनि छैन मसँग त। मैले त नै भन्दिनँ कसैलाई, तिमी भनेर नै कुरा गरेको थिएँ त। तैँले त मलाई पातकी भन्थिस् त। पातकी के हुन्छ नेपालीमा? मलाई आउँदा पनि आउँदैन त्यो पातकी भन्ने शब्द के हो भन्ने। हाँ तेरो दाइले मलाई गाली बगेको होइन? हालिदिउँ, रेकर्डिङ हालिदिउँ। हाँ मानहानीको मुद्दा हालिदिने रे अझै। ल हालेर देखा न। म मरिसकेपछि मानहानीको मुद्दा हालिदिएर के गर्न सक्छ हो? हाँ ल आइज लडम। यहाँ मेरो लाइफ मात्रै बर्बाद भएको छैन, मेरो 2टा बच्चाको लाइफ बर्बाद भएको छ के। मैले कसरी स्ट्रगल गरेको छु मेरो बच्चाहरूको लागि। हाँ मलाई पातकी भनेको होइन? देखा प्रुफ म पातकी भएको। पातकी भन्ने के शब्द हुन्छ? मलाई थाहा छैन त्यो पातकी भन्ने के हुन्छ भन्ने। सब छ मसँग। रेकर्डिङ हालिदिउँ एक एक, मेसेज हालिदिउँ एक एक। लाइफ बर्बाद गर्नु भन्ने के हुन्छ देखाइदिउँ मजाले। सपोर्ट गर्नेलाई पनि छोड्दिन के। अब कसले सपोर्ट गर्छ बिजुको? आइज कसले आएर गरिदिन्छ हेरौँ न अब। ल देखा अब, देखा अब। मैले के गर्न सक्दैन? हर चिज गर्न सक्छु मैले। के गर्न सक्दैन? हर चिज गर्न सक्छु छोराछोरीको लागि। मेरो लागि होइन क्या, मेरो छोराछोरीको लागि मैले हर चिज मैले सहेर बसेको। खाना लागेको भात पनि फालिदिएको हो मैले। टोइलेट भित्र गरेर बाहिर झ्यालबाट फालेको पनि हो। त्यहाँभन्दा अरू के गर्न पर्ने हो? फाँसी लगाउने कोसिस पनि धेरैचोटि गरेँ। गाडी गएर पनि गएँ, एक्सिडेन्ट पनि भयो तर मरेन के म।
मलाई अझै के चिज देख्न परेको छ हर चिज गरेर हेरिसके कि मलाई भगवानले पनि नबोलाएको हो र हर चिज गरेर हेरिसके 2-3 बार म गाडी घुइकाइदिएर गएको छोराछोरीलाई लगेर कति बाटो हिँड्ने मान्छेले मलाई सम्झायो कि कति ओ घरसम्म छोडेर छोड्न पनि आयो बाटो हिँड्ने मान्छेलाई यति दर्द छ त यसलाई किन छैन दिदी यस्तो नगर छोराछोरी छ भनेर सम्झायो यस्तो गर्दाखेरि पनि अब के गर्दिने हो मैले म त मर्न कोसिस त धेरैचोटि गरेँ त तैँले त मर भनेको थिइस् त छोराछोरीलाई पनि मार भनेको थिइस् त म त गाडी हुर्काएर गइदिएको त 120 को स्पिडमा तब पनि मलाई भगवानले बोलाएन त अब के गरेर मर्दिने हो भन् तैँले हेरिरहेछस् भने भन् अब के गरेर मर्दिने म बार बार म बाँचिरहेको छु कि अझै कुन दिन देख्न पर्ने हो तर मैले वार्निङ दिएको थिएँ नि त दिएको थिएन र घरबाट निस्किँदाखेरि त्यस्तो हाँसो आफूलाई त फ्यामिलीसँग छोड्दाखेरि कति रोन मन लाग्छ पहिला पहिला रोएर जान्थ्यो तर यसपालि चाहिँ पोहोर साल आउँदाखेरि यसरी गयो कि हाँसेर जिन्दगीमा पहिलोचोटि हाँसेको देखेँ त्यो मान्छेलाई मैले त्यसरी हाँसेर गएको थियो मैले त अरू केही पनि मागेको थिएन नि त उसँग त मैले त मेरो छोरीलाई खुसी राख्दैन प्लिज प्लिज भनेर कति फेर ढोकेँ मैले कति बेर उसँग हात फैलाएँ मेरो छोरी रोको भिडियो हालिदिँदाखेरि छोराछोरीको भिडियो हालेर मलाई ब्ल्याकमेल गरी भनेको होइन के ब्ल्याकमेल गरेँ के ब्ल्याकमेल गरेँ सबै लैजान रोडमा छोड्दैन मलाई घरमा पनि किन राखेको त रोडमा छोड्दे मलाई मेरो छोराछोरीलाई र मलाई रोडमा राख्दे म त रोडमा पनि बस्न तयार छु मैले भनेको होइन र मैले बिन्ती गरेको होइन र मेरो छोरीको लागि प्लिज छोराछोरीको लागि सुध्रिनु मलाई केही चाहियो होइन भने होइन र मैले यिनीहरूको साथीहरू पनि मिलेको छ बिजुको साथीहरू कति छन् नि यिनीहरू सब मिलेको छ एक एकको नाम भनिदिन्छु मैले यहाँ यिनीहरूले पनि मसँग गेम खेलेको हो यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर यिनीहरूले गेम खेलेको बिजु बिमार छ कोही डिप्रेसनको शिकार केही पनि थिएन ऊ मैले आउँदाको दिन नै मैले गोली फालिदिएको थिएँ के टोयलेटमा मजाले खान्थ्यो सुत्थ्यो बिमारीको ढोङ गरेको यिनीहरूको साथीहरूले पनि सबले हेल्प गरेका छन् यिनी साथीहरूको पनि नाम एकाएक छ मसँग अब आऊ न तिमीहरू पनि साथी बिजुको साथीहरू पनि आऊ अब मजाले आऊ अब आएर देखाऊ अब सामने सत्र साल झेल्न कति मुस्किल हुन्छ मलाई घुम फिर यिनीहरूको साथीहरूले भनेको होइन घुम फिर तेरो बुढो आइहाल्छ भनेको होइन यता मसँग कुरा गरेर उता गएर भनेको होइन तेरो स्वास्नीले यस्तो भनेछ भनेर मैले के भने मैले त रेकर्डिङ नै राखेको छु नि म त सुनाइदिन तयार छु त मैले के भनेर उनीहरूले के भने भन्ने त सबको छ त मसँग के भनिदिनु पर्ने हो अब आऊ न अब एक एक निक्लेर आऊ यहाँ त मेरो एउटाको मात्रै लाइफ बर्बाद भएको थियो त मैले भनेको थिएँ नि कसैको लाइफ मैले उ गर्दिनँ मैले बाँकी राख्दिनँ मेरो लाइफमा आज यति आँधी तुफान आएको छ नि भोलि बिहान तिमीहरूकोमा पनि आउँछ मैले ग्यारेन्टी दिएको थिएँ मैले जो बोल्छु नि त्यो मैले गरेर पनि देखाउँछु जति भन्दा पनि नसुन्नी यति सम्झाउँदाखेरि त साइड लाग्छ मान्छेहरू त स्वास्नी केटाइटी देखेपछि साइड लाग्छ के चाहियो के चाहियो मेरो लास चाहियो तँलाई तरण्डीलाई लास चाहियो बिज्जु चाहियो तँलाई मैले भने थिएँ 2026 लाग्यो तेरो उल्टा गिन्ती चालू भयो मैले पहिले भनिसकेको थिएँ तँलाई पहिले मैले हर चिज क्लियर गरिसकेको थिएँ होइन हर चिजबाट हर एंगलबाट मैले सम्झाएको थिएँ साइड लाग अरू केटीहरूलाई पनि यस्तै भन्छ भनेको होइन किन नभन्नु जति पनि आउँछ मेरो लाइफमा तेस्रो पर्सन म उसलाई भनिहाल्छु नि किन नभन्नी त हक छ अधिकार छ तिमीहरू जस्तो रखेल होइन
म रखेल होइन। यही भनेकी थिइस् नि तँसँग म्यारिज सर्टिफिकेट छ तर बिजु मेरो पास छ भने थिइस् नि। म्यारिज सर्टिफिकेट के हुन्छ गुगल सर्च गरेर आइज। म इन्डियन केटी हो, इन्डियन केटीलाई बिहा गरेर यस्तो गराएको छ। के सोचिस् तैले? नेपाल जस्तो होइन दुनियाँ ठाउँ लठारेर अनि बिहा गर्ने। इन्डिया हो इन्डिया। म पछि लागेर बिहा गरेको होइन, ऊ पछि लागेको थियो। मैले कतिखेर सम्झाएको थिएँ उसलाई। यो केटीलाई मैले बारम्बार मैले मेसेज गरेको, फोन गरेको। अस्ति मैले फोन गर्दाखेरि है उसले फोन गरेर कुरा गर्दाखेरि राति 12 बजी अर्को दिन मेरो बुढालाई भनेर ए त त्योसँग कुरा गर्दो रहेछस् त म बिहा गर्छु रे, त्यो भन्ने कुरा हो। तँलाई मैले बिहा गरेर आइज भनेको थिएँ। तँलाई मैले बिहा गरेर आइज भनेको थिएँ। मैले यही भनेको थिएँ नि, तिम्रो जिन्दगी सुधार, तिम्रो जिन्दगी सुधार, म अलरेडी छु, मेरो बच्चाहरू छ, तिमी साइड लाग भनेको होइन र? भनेको हो कि होइन? म त मिडियावाला मान्छे भनेको होइन, मलाई मिडिया चाहिँदैन नि त। म कानुनी रूपमा लड्न सक्छु। मलाई के रखेल सम्झेको थिइस्? मलाई जस्तो गरायो उस्तै यसले सहन्छ भनेर मैले यत्रो 17 साल गुजारेको भएर मलाई अझै पनि त्यही नै जे भन्यो त्यही गर्छु भनेर मैले त यहाँ त कि मेरो घरमा क्यामेरा लगाएर पनि त मैले दिएको नि त, दिएको होइन र? उही बसी बसी हेरेको होइन र? एउटा म तरकारी लिन जाँदा पनि सोधेर जाने मान्छे हो के? मलाई यहाँसम्म लिएर आउनु बाध्य गराएको होइन र? म गलत छु भने भन के, म गलत छु भने भन। मेरो जिन्दगी बर्बाद गर्नेलाई मैले छोड्छु? लिएर आइज कतिवटा मिडिया लिएर आउने हो, मलाई फरक पर्दैन। मिडियामा आएर के गर्न सक्छिस् भनेको थिइस् नि, के गर्न सक्दिन? आइज न अदालतमा लडौँ, आइज। त रखेल रखेल नै रहन्छिस् र म उसको श्रीमती हो, श्रीमती नै रहन्छु। आइज। र मेरो गलत म कुन एङ्गलबाट गलत छु ल लिएर आइज पुरो। मैले तँलाई सुरुमा मैले गाली बक्दिएको छु, त्यही लिएर आउने होस् नि, लिएर आइज। यस्ताहरूलाई गाली नबकेर के बक्ने त? पूजा गर्ने? पूजा गर्ने? कुनै पनि महिलाले सहन सक्दैन सुतेको उठेको देखेको। 1 वर्षसम्म बर्दाश्त गरिरहेछु, 1 वर्षदेखि मैले झेलिरहेछु, 1 वर्षदेखि झेलिरहेछु। नपताको पनि होइन, तँलाई थाहा नभएको पनि होइन। मैले अलरेडी फोन गरेर भनेको थिएँ, ए बिजुली ब्लक हान्न भन्यो हाने। ए भाइ बिजुली त भन्छ नि जा गएर मर्डर गर भन्छ नि, गरिदिन्छिस्? आइज मर्डर गर, मेरो हिम्मत छ भने आइज। मर्डर गर, या फिर म त्यहीँ आइदिने हो, नेपाल आइदिने हो। अहिले त म इन्डियामा छु नि त, नेपाल आइदिने हो म। ल गरिदे, कतिजना मान्छे लगाएर मर्डर गर्न सक्छिस्? ल गरिदे, हिम्मत छ भने। आज मेरो मात्रै लाइफ बर्बाद भएको छैन के, मेरो छोराछोरीको पनि भएको छ। ए मेरो छोराछोरी बल्ल सुरुवात भएछ यिनीहरूलाई। यिनीहरूको मानसिक स्थिति कस्तो भइसकेछ मलाई थाहा, तिमीहरूलाई थाहा छ? कति मेन्टली डिस्टर्ब भएको छ मेरो छोराछोरी। यति हाँस्ने खेल्ने कुद्ने केटाकेटीहरूलाई कस्तो भएको छ अहिले। अस्ति कुरा गरेर हिजो पुगिहालिस् चिप्किन? बिजु नै चाहिएको? ल चिप्काएर राख त। अब कसरी चिप्काएर राखिदिरहेछिस्? ल चिप्काएर राख। मैले बारम्बार सम्झाएको, फ्यामिलीलाई लिएर हिँड्नुपर्छ, फ्यामिलीलाई लिएर हिँड्नुपर्छ भनेको होइन? फ्यामिली भन्दा ठुलो केही चिज हुँदैन। एक दिन फ्यामिली हातबाट निस्केला है भनेको होइन, मैले सम्झाएको होइन?
तेरो आमा रुँदाखेरि तँलाई त्यस्तो हुने रे, दर्द हुने रे। मेरो छोरी 6-7 महिना 1 वर्षसम्म रुँदाखेरि मलाई दर्द भएन? हँ, मेरो घरसम्म किन पुगेको भने थिइस् त? अब कहाँसम्म पुगौँ? कहाँसम्म जाने अब? हँ, म मरेको जिम्मेदार बिज्जु, करिश्मा, अरू पनि नाम छन्, अरू पनि पुरा खुलस्त छ। जसले सपोर्ट गरेको कसैलाई पनि नछोड्नु। यसैले यिनीहरूले मेरो लाइफ बर्बाद गरेको। नाम भन्दिम, मैले सबैजनाको नाम भन्दिम, कसले मेरो जिन्दगी बर्बाद गरेको छ म भन्दिम। हँ, के चाहेको? चाहेको के हो? चाहेको के हो? हँ, मरेर इन्साफ मिल्छ पनि? ल मर्दिन्छु त। तर सबुत के गर्ने? सबुत त छ त मसँग त। म मरेर गए पनि त्यो सबुत त मसँग नै रहन्छ। हँ, मरेर गए पनि त सबुत त पुलिसलाई त मिलिहाल्छ नि त। हँ, यिनीहरूलाई सजाय त यस्तो हुनुपर्छ कि कहिले जिन्दगीमा कसैको लाइफ बर्बाद नगरोस् के, कुनै पनि लेडिजको र बच्चाहरूको है। एउटा म त बिना बाउको हुर्केको मान्छे हो के। मेरो बाउ बेच्दाखेरि म जन्मेको पनि थिएन। मैले बाउको माया नपाएको भएर मैले मेरो छोराछोरीलाई त्यस्तो नहोस् भनेर मैले उसको यातना सहेको थिएँ के। म बिना बाउको छोरी हो। मेरो बाउ मरिसकेको थियो। म 3 दिन पछाडि जन्मेको। मैले मेरो बाउको अनुहार पनि देख्न नपाएको मान्छे हो के। त्यही भएर मैले मेरो छोराछोरीलाई कमसेकम बाउको माया त मिलोस् भनेर मैले भनेको थिएँ के। त्यो पनि नपाउने। अब के सजाइदिने हो? झुन्डेर मर्न त दिएन त यहाँ त। सबै ढोका फोडेर आइसक्यो। अब मलाई गोली नै खानु पर्छ भने पनि मलाई ठोकिदिनु, यहाँ सिनामा ठोकिदिनु, मेरो छातीमा गोली ठोकिदिनु, म तयार छु। मलाई मर्नसित डर लाग्दैन। इन्साफ नै मिल्छ भने म गोली पनि खान तयार छु। धेरै सहिसके। यति टर्चर पनि नगर्नु के मलाई। आज 1 वर्ष भइसक्यो मेरो छोराछोरी रुन लागेको। मेरो छोराछोरीलाई कहाँ गएर खुसी मिल्छ भनेर मैले घुमाउन पनि लगे। हर चिज गरेर हेरेँ मैले। खुसी कतै पनि छैन। मैले के गरेर बच्चाहरूलाई गर्ने? अब के चाहियो अब तपाईँहरूलाई? एक इन्सानसित गएर मैले हेल्प मागेको थिएँ कि एक इन्सानसित मेरो दर्द कसैले पनि सुनेन, देखेन मेरो दर्द। अब यो भन्दा मैले के गर्नु पर्ने हो? दुनियाँबाट हार खाइसके। अब मैले हर चिज गरेर हेरेको। यति पनि सजाय नदिनु के। मैले हिजोसम्म अस्तिसम्म पनि मैले यही भनेको थिएँ, बिबी बच्चालाई हेरेर बस भनिरहेको थिएँ। कुन शास्त्रमा लेखेछ तेरो 2टा बिहा गर्ने? शास्त्रमा पनि लेख्दो रहेछ। छोड्नु नै थियो भने किन बिहा गरेको थिएँ त पछि लागेर? नगर्नु पर्ने त। छोराछोरी नपाउनु पर्ने त।
यिनी रन्डीहरूले कतिको लाइफ बर्बाद गर्यो होला के, कतिको घरबार बिगारेको होला के। अच्छा खासा हेरेको फ्यामिली, छोराछोरी पालेर बसेको फ्यामिली, छोराछोरीलाई लिएर कहाँ जानु, कहाँ जानु? उनीहरूको पढाइ छैन, उनीहरूको फ्युचर छैन। बुढासँग सँगसँगै हिँड्नु पर्छ अरे। कसरी हिँड्नु, कसरी हिँड्नु? मेरो छोराछोरीको पनि त फ्युचर छ नि त। यस्ता केटीहरूले गर्दा कतिजनाको जिन्दगी बर्बाद भएको छ कि, कतिजनाको जिन्दगी बर्बाद भएको छ। कसैले बोलेर बताउँछ, कसैले बताउँदैन। कोही जिउँदै मरिरहेको छ भने कोही मरिसकेको छ के। आज मलाई पनि मर्न बाध्य गराएको छन् कि यिनीहरूले। मैले सबलाई सम्झाएको, सबलाई सम्झाएको, सबलाई भनेको, हर चिज गरेर हेरेको। अब यो भन्दा बढी के गर्नु मैले? आऊ न, तिनीहरूको साथीहरू थिए त, कहाँ गए तिनीहरूको साथीहरू? गए साथीहरू। कतिको लाइफ बर्बाद गर्ने हो तिमी केटाहरूले? कतिको लाइफ बर्बाद गर्ने हो? स्वास्नीलाई राखिदिने यहाँ घरमा छोराछोरी हेर्नलाई, अनि आफू केटी टिपेर हिँड्दिने? केही भन्यो भने कमाउन गएको रे, कमाउन गएको कि रमाउन गएको? रमाउन गएको होइन। रमाउन त हामीलाई पनि मन लाग्छ त, लाग्दैन र? रमाउन हामीलाई पनि मन लाग्दैन? छोराछोरी छैन अरे, छोराछोरी जिउँदै मारिदिएको हो। यत्रो 15 सालको छोरा, 7 सालको छोरी छ, जिउँदै मारिदिएको हो। अझै पनि जवानी आइरहेको हो र? कति जवानी आउने हो अझै? जाऊ न घर, जाओ। मेरी लाइफ तो झंड कर दिए, सबने झंड कर दिए। पागल हो क्या? दीदी यो मर्दाले मेरो लाइफ बर्बाद गरिदियो। इन्हीं के ना काल ले रे नि मैले मेरो छोरीलाई कति इन्हीं काल ले ना दिदी इन्हीं के गर्ने र अरूले हेर्छ यो मर्दाले किन मैले अस्ति कुरा गरेको त्यो मरे मरुस् न, त्यो मरे मरुस्, भिख मागेर त पाल्न इनलाई कति के भनेको छु मैले। भिख मागेर भिन्ला पालिनला के गर्ने भोलि गानु? तिमीलाई के बुझ्नु? इन्नको भविष्य इनलाई के हुन्छ? यिनीहरूको भविष्य सम्झेर त बसेको म। यिनी रन्डारन्डीले हेर्छन्, भोलि बिहान यिनीहरूले के भयो भने? तिमी रन्डारन्डीले हेर्छन् यिनलाई? कति सहेर बस्नु के, कति सहेर बस्नुपर्छ। अहिले पैसा भिख मागेर रन्डी गरेर जे गरेर तिमी यिनकोलाई पाल्नुपर्छ, बच्नुपर्छ। अस्ति फेरि मैले सम्झाएको के त्यसलाई किन बन्द गर्ने? त्यो रन्डीलाई मैले छोड्छु। तिमी रन्डारन्डीले हेर्छन् तिमीलाई? त्यसले भने कि होइन बिजु उहाँ छ, दुबईमा छ, म यहाँ छु भने कि होइन? फेरि हिजो किन पुगेको नि टाँसिन? अरू कोही मिलेन? तँलाई अन्त कतै काम मिलेन? बिजुली मात्रै दिने हो? बिजुली छोराछोरीलाई हेरेको छ? तँलाई थाहा छ? पैसा पठाइदिएको छैन भनेको थिइस् त? पैसा पठाइदिएछ त भने थिइस् त? घुसेड पैसा कति लग्ने होस् लग। तैँले त्यही भनेको होइन? बिजुली पैसा पठाइदिएछ त भने थिइस् त? पैसाले के हुन्छ? म मर्दै भने मेरो बच्चाहरूले पैसा खाने हो? म मर्दै भने तैँले पैसा खिलाउँछिस् मेरो छोराछोरीलाई?
त भालुनीले मैले कतिखेर सम्झाएको कहाँबाट म टिकटक नचलाउने मान्छे सोशल मिडिया नचलाउने मान्छेलाई बाध्य गराएको होइन म सिधा साधा केटीलाई यस्तो गराएको होइन हेपेको होइन कति हेप्नु आइज अब कहाँ लड्न पर्ने आइज मसँग पनि के छ भन्थिस् नि देखा न तसँग के छ र मसँग के छ भनेर म देखाइदिन्छु कहाँको प्रुफ दिने हो जर्जिया बसेको दिने हो कि काठमाडौँ बसेको दिने हो कि दुबई बसेको दिने हो कि तँलाई सिक्किम बसेको दिने हो कि गोवा घुमेको ऐयासी गरेको दिने हो र 5 स्टार 3 स्टारमा बसेको होइन म साला फुटपाथको होटलमा मैले मेरो छोराछोरीलाई बसालेको छु 100 रुपियाँको खाना खिलाएर लिएर आएको छु मैले मेरो छोराछोरीलाई रहर लाग्दैन ठुल्ठुलो होटलमा बस्नलाई खानलाई मैले आफ्नो बच्चाहरूको पेट काटेको छु तैँले ऐयासी गरेको होइन गर्न अब ऐयासी गरेर देखा आइज कहाँ लड्न पर्ने आइज लड के सबुत दिने हो तँलाई सुतेको दिने उठेको दिने के दिने म त सोशल मिडियावाला मान्छे होइन देखा सोशल मिडियावाला मान्छे देखा मैले वार्निङ बार बार दिएको हो मैले नदिएको होइन दिएकै हो नि वार्निङ त आजको रात बिज्जु आएन भने तेरो मैले के गरिदिन्छु देखेस् आज त म जिउँदैछु बिज्जु भोपाल एन्टर हुन पर्यो और त नेपाल आफ्नो घर जा दुबईमा गइछिस् नि चिप्किन बिज्जु यहाँ घर छोराछोरीसित आउनु पर्यो नत्र भने के काण्ड हुन्छ सोचेस् करिश्मा ढकाल डाइरेक्ट कुरा गरिरहेछु करिश्मा ढकाल अस्तिको राति पुगिसिस् नि अस्तिको नाइटमा पुगिसिस् नि बिज्जुसँग चिप्किन मैले अस्ति चाहिँ कुरा गरेको थिएँ तँसँग तेरो सुटिङ अस्ति सकेको होइन कति तारिक हो सकिँदाको अर्को दिन त गएको छिस् नि दुबई पुगेको छिस् नि पुगेको होइन बिज्जुसँग चिप्किन करिश्मा करु कि कद्दु कि सुगा के भन्ने हो वार्निङ हो 24 घण्टाको भित्र मेरो बुढो यहाँ घर आएन भोपालमा एन्टर गरेन भने देख यही एम्बेसीमा गएर मैले रिपोर्ट गरिदिन्छु र अरू के गर्छु मलाई थाहा छैन म त भोपालको घायल शेर्नी मनमा चोट लागेको शेर्नी हो मैले भनेको थिएँ घायल शेर्नीलाई छेडखानी नगर्नु वार्निङ मैले धेरैचोटि दिएको होइन ए मेरो 15 सालको छोरो छ सुत्न सक्छिस् त मेरो छोरोसँग सुत पनि भनेको होइन अब के चाहियो लाइफमा अगाडि बढ्न चाहन्छस् भने मेरो बुढो यहाँ घर आउनु पर्यो भोपाल म उसैको घरमा छु तैँले भनेकी थिइस् नि घर गएर बस काठमाडौँ गएर बस म किन बस्नी म उसैको घरमा छु घर छोडेर गएको छैन उसैको घरमा छु म भोपालमा उले जहाँ राखेर गएको थियो म त्यही छु त्यहाँबाट म निस्केको छैन तैँले त्यही भनेको होइन मलाई तैँले चाहन्छस् भने जहाँ गएर बिजुको घर गएर बस भनेको होइन बिजुलाई सम्हालेर बस भनेको होइन म उसैको घरमा छु मेरो बच्चाहरूको पढाइ छ म कसरी छोडेर जाने उनीहरूको भविष्य जुडेको छ मेरो हातमा तिनीहरूको भविष्य मैले नचम्काउने कि धन्दामा लगाइदिने म धन्दामा लगाउन सक्दिन गिटी फोरेर बरु मैले पालन पोषण गरौँला बच्चाहरूलाई पनि मेहनत गर्न सिकाउँछु तर धन्दामा लगाउँदिन आइज अब 24 घण्टा भित्रमा बिज्जु भोपाल चाहियो त्यो भन्दा अगाडि के हुन्छ आफै इमेज गर एक ही बाप की औलाद हो म मेरो कोही 10 बाप थिएन एक ही बाप थियो त्यो पनि
पैदा हुनभन्दा अगाडि मरेको मेरो 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 ड्याडीले मलाई आशीर्वाद दिएर गएको थियो कि हिम्मत गर्नु यति, जहाँ बोल्नुपर्छ बोल्नुपर्छ, जहाँ झुक्नुपर्छ झुक्नुपर्छ भनेर मेरो मेरो जेठो बाबाले मलाई सिकाएको थियो के। जहाँ तँलाई बन्दुक पनि राइफल पनि चलाउनु पर्यो भने त्यहाँ पनि चलाउनु भनेको थियो कि मेरो जेठो बाबाले, त्यतिसम्म सिकाएको थियो। म मेरो जेठो बुवासँग म हुर्केको मान्छे हो, मलाई त्यति स्ट्रङ बनाएको थियो कि। यति स्ट्रङ बनाएको थियो, मलाई भनेको थियो मेरो जेठो बुवाले। मेरो जेठो बुवा बित्दाखेरि जान नदिएको, मेरो जेठो मम्मी ठुलो मम्मी बित्दाखेरि जान नदिएको। म नेपालमा भएर पनि जान नपाएको मान्छे हो। मैले हर चिजलाई आज मैले फ्यामिली त्यागेको छु के। म फ्यामिलीसँग गएर भन्न पनि सक्दिनँ, मैले आफै बिहा गरेको मान्छे हो। मेरो पुरा फ्यामिली छ, कति राम्रो फ्यामिली थियो, कति माया गर्थ्यो। म कान्छी छोरी, कति माया गर्थे मलाई। कस्तो एउटा सरकारी नोकरीवालालाई बिहा गरिदिने भनेर कत्रो धोका थियो। मैले फ्यामिलीको कुरा नसुनेको मान्छे हो। तर मेरो ठुलो मम्मी ठुलो बाबाले दिएको संस्कार ममा छ अझै पनि। म संस्कारलाई भुल्दिनँ। सक्सेस पनि आइज कहाँ गएर लड्ने हो? आइदिने हो म काठमाडौँ, आइदिन्छु काठमाडौँ पनि। मैले भनेको थिएँ म सिङ्गल नै आउँछु, मेरो छोराछोरी लिएर आउँछु, म अरूलाई कसैलाई पनि अगाडि पछाडि ल्याउँदिनँ, न मेरो फ्यामिली लिएर आउँछु न उसको फ्यामिली लिएर आउँछु भनेको थिएँ। बुढाले हेला गर्यो भने घरकाले पनि हेला गर्दा रहेछन् भन्ने थाहा भयो के। मलाई मेरो सासूको श्राद्धमा पनि नबनेको, मलाई कति दुःख लाग्यो। मेरो सासूको श्राद्ध भयो घरमा, मलाई भनेनन्। यत्रो वर्षदेखि मैले श्राद्ध गर्ने मान्छे। बुढाले हेला गर्यो भने घरकोले पनि हेला गर्छन् भन्थे, त्यो साँच्चै हो रहेछ। मेरो त आमा जस्तो सासू थियो, मलाई कति माया गर्नुहुन्थ्यो मलाई सासूले। त्यो पनि मलाई गर्न दिएनन् के। मैले त अझै त डिभोर्स लिएको छैन नि त, मलाई त फ्यामिलीबाट पनि निकालिदिए। बिजुलाई पनि मैले भनेको थिएँ म लाइभ मर्दिन्छु, म लाइभ मर्दिन्छु, एक दिन यस्तो दिन आउँछ मैले भनेको थिएँ। पैसा कमाएर मात्रै हुँदैन, फ्यामिलीलाई पनि राख्न जान्नुपर्छ। राख्न जान्नु पर्दैन र? पैसाले मात्रै हर चिज हुन्छ? ल अब इज्जत किनेर देखाउनु त। इज्जत किनेर मिल्छ? मैले भनेको थिएन पिछले साल जाँदाखेरि, लास्ट टाइम यहाँ आउँदाखेरि मैले भनेको थिएन इज्जत सबभन्दा ठुलो कुरो हुन्छ, यस्ता केटीहरू त पछि लागेका हुन्छन्, बिजु यस्तो गर्न हुँदैन भनेको हो कि होइन? भनेको नि त, भनेको होइन र? सम्झाएको होइन र? छोराछोरीको लागि, मेरो लागि नभए पनि मेरो छोरीको लागि, मेरो छोरीलाई भोलि बिहान मैले कन्यादान गर्नु छ भनेर त्यस्तरी सम्झाउँदाखेरि पनि छोरीको लागि पनि सुध्रिन नसकेको हो। मेरो छोरीको खुसी नै दिन सक्दैनस् भने त के अरू के चाहियो र? त धन सम्पत्ति के हो र? केही पनि होइन। के थियो र? घरबाट निस्किने बेलामा के थियो र? 1 रुपियाँ हातमा थिएन त? 1 रुपियाँ नि थिएन घरबाट निस्किँदाखेरि। कुन हालतमा निस्केको थियौँ थाहा छ? पैसा तिमीले मात्रै कमाएनौ के, स्ट्रगल त मैले पनि गरेँ नि, गरेन र?
बारम्बार मैले सम्झाएको नि त, सम्झाएको होइन र? बारम्बार सम्झाउँदा पनि नहुनेलाई के गर्ने? मेरो छोरीको भविष्य, मेरो छोराको भविष्य त गयो। यही गर्न चाहेको होइन, इमेज गिराउन खोजेको होइन। इमेज त मजाले गिरायौ त। मैले कति सम्झाएको थिएँ, हाई पैसा हाई पैसा हाई पैसा। मेरो बच्चा बच्चीहरूलाई टाइम दिनु पर्दैन कि मैले अन्त्यबाट लिएर आएको बच्चा हो र? मैले त मेरो छोरीको खुसी मागेको थिएँ त। यस्तो मेरो छोरी छ, छोरीलाई छोड्न सक्दिनँ अरे। कसलाई दिखावा गरेको, कसलाई दिखावा गरेको? देखावटी किन गर्ने? छोरीलाई छोड्न सक्दैन अरे। छोड्न नसकेको 1 वर्षसम्म कहाँ हराएको त नि? कहाँ हराएको 1 वर्षसम्म? हराएको होइन? कहाँ गए तिम्रा साथीहरू? कता गए? सपोर्ट गर्ने साथीहरू कता गए? एक-एकको नाम छ मसँग यहाँ, लिस्टमा छन् तिनीहरू। तिनीहरूको पनि रेकर्डिङ छ मजाले, रेकर्डिङ र मेसेज छ। कहाँ प्रुफ दिन पर्ने दिन्छु। 24 घण्टाको टाइम दिएछु। 24 घण्टाको भित्र यहाँ घर एन्टर हुन पर्यो, नत्र पनि मैले एम्बेसीमा गएर रिपोर्ट गरेर वहीँ आउँछु म। दुबई ठुलो कुरा होइन मलाई आउनलाई। अब आइज, कहाँ गइस् त? अस्ति मैले सम्झाएको होइन, आफ्नो चाहिँ लाइभ बनाउनु, पछि नलाग्नु मैले भनेको होइन? मेरै बुढासँग गरेर त दिदीसँग कुरा हुन्छ भनेको होइन? के नाताले दिदी भनेको? दिदीसँग कुरा हुन्छ अरे। कुरा गर्दैमा अनि तँलाई मैले सौता बनाउने के सोचिसिस्? लाज शरम छैन अलिकति? मेरो छोराको बिहा गर्ने उमेर भइसक्यो अब 1-2 सालमा, अनि मैले सौता भित्र आउने तैँले के सोचिसिस्? जिन्दगीमा मैले भनेको थिएँ मैले डिभोर्स दिदिनँ र दूसरा बिहा गर्न दिदिनँ, मेरो बच्चाहरूको लाइफ छ भनेर मैले सम्झाएको थिएँ। मेरो जिन्दगीमा त दाग लाग्यो, तर मेरो छोराछोरीको जिन्दगीमा दाग लाग्न दिदिनँ भनेको थिएँ त मैले। तब पनि सुध्रिनिस्? चिप्किन जानु पर्यो? लाज शरम अलिकति छ कि छैन? संस्कार छ कि छैन? संस्कार भएको मान्छेहरूले यस्तो एजेडलाई र अनि बच्चा बच्ची भएकोलाई ताक्दैन के? अर्काको लाइफ बर्बाद गर्दैन। घर स्वास्नी राखेर अनि बाहिर पनि गर्लफ्रेन्ड राख्छ भन्ने त्यो नेपालमा होला, तर नेपालको कानुनमा पनि छैन। कानुन मलाई सिकाउनु पर्दैन, सोशल मिडिया मलाई सिकाउनु पर्दैन। आइज सक्छिस् भने आइज, ल कहाँ मिल्न पर्ने हो? म एक्लै नै आउँछु, सिंगल नै आउँछु मेरो छोराछोरीलाई लिएर। त पनि सिंगल आइज, कुरा गर्न हिम्मत छ भने। बिज्जुलाई पनि भनेछु, लुकेर नहिन, आइज। हिम्मत छ भने फेस टु फेस कुरा गर्ने हिम्मत छ भने आइज। छोराछोरीको लागि म जे पनि गर्न सक्छु। मैले मेरो लाइफ बर्बाद गरेको छु त? गरे छैन? आइज सक्छिस् भने थिइस् त मिडिया ब्याक गर्न सक्छु। ल गर्न त, मिडिया ब्याक गरेर देखा र मिडियालाई लिएर आइज। मलाई फरक पर्दैन। म झुकेर बसे भन्दैमा यो होइन कि म मेरो छोराछोरीको लागि झुकेको थिएँ। पढाउनु छ, लेखाउनु छ, मेरो छोराछोरीको भविष्य मेरो हातमा छ। त जस्तो होइन कि दुनियाँ ठाउँ चरेर पैसा कमाएर घर बनाउने।
आइज सक्छिस् भने ल आइज कहाँ गएर लड्न पर्ने हो